यहाँहरु सम्पूर्णमा फेरि पनि नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। विशेष गरी जुन पछिल्लो समय हामीले जुन किसिमको घटनाक्रमहरू देख्न पायौं, अझ भनौं विशेष गरी यो जेनजी प्रोटेस्टको दौरानमा जसरी चाहिँ हामीले विभिन्न किसिमका मानवीय क्षति सँगसँगै भौतिक क्षतिहरू बिहोर्न पर्यो, यसैको सन्दर्भमा रहेर चाहिँ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालले मुख्य गरी अब हामीले 2072 सालको भूकम्प ताका चाहिँ विशेष गरी यो सिस्मिक सँग सन्दर्भित रहेर कसरी र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट गर्न सकिन्छ, डिटेल ड्यामेज एसेसमेन्ट कसरी गर्न सकिन्छ भनेर विगतमा पनि हामीले अभ्यासहरू गरेका छौं र हामी यस विशेष गरी सिस्मिक एनर्जीसँग सन्दर्भित रहेर त्यो कुरामा चाहिँ धेरै कुरा हामीले सिकि पनि सकेका छौं, हामीले अभ्यास पनि गरिसकेका छौं र विभिन्न गाइडलाइनहरू पनि उपलब्ध छ। तर पछिल्लो समय जुन यो हाम्रो जेनजी आन्दोलन पश्चात चाहिँ अब प्रधानमन्त्रीले कति बेला राजीनामा दिनुभयो, नेपाल सरकारको विशेष गरी नेपाल आर्मीले कति बजेदेखि कमान सम्हाल्यो त्यतातिर म जान चाहन्न, किनभने लगभग 2 बजे चाहिँ लगभग प्रधानमन्त्रीज्यूको राजीनामा पछाडि झन्डै नेपाल आर्मीले कमान सम्हाल्दाखेरि लगभग 10 बजिसकेको थियो र त्यो बीचमा चाहिँ धेरै हाम्रो प्रोपर्टीहरू विशेष गरी यहाँ अहिले म हजुरहरूलाई देखाउन पनि चाहन्छु। हाम्रो बीआईसीसी भवन जुन किसिमले चाहिँ आगजनी भएको थियो हैन, त्यस्तै गरी चाहिँ यहाँ देख्न सक्नुहुन्छ विभिन्न फायर ब्रिगेडदेखि लिएर विभिन्न प्रयासहरू भए, तर त्यो आफैमा पर्याप्त चाहिँ थिएन र कतिपय यस्ता क्षतिहरू सायद हामीले जोगाउन पनि सकिन्थ्यो होला र अथवा यो आगलागी हुन नै नदिन पनि सकिन्थ्यो होला। त्यो पाटोमा चाहिँ अब कतिको हामी जिम्मेवार भयौं, विशेष गरी सुरक्षा निकाय लगायतका विभिन्न पक्षहरूमा पनि म अहिले धेरै जान चाहिन। तर समग्रमा मानवीय क्षति सँगसँगै हामीमा यतिका ठूला सम्पत्तिहरू विशेष गरी नेपालको इतिहास झल्काउने जुन किसिमको हाम्रो सिंहदरबार छ, यसरी चाहिँ चल्न गएको थियो र यो क्रम भनेको चाहिँ केही क्षणको लागि, केही घण्टाको लागि मात्र नभइकन धेरै समयसम्म चाहिँ यसरी चाहिँ यो आगजनी भएको छ र यसलाई चाहिँ हामीले कन्ट्रोलमा नियन्त्रणमा लिनको लागि पनि निकै नै कठिन भएको थियो र सार्वजनिक अथवा भनौं यो पब्लिक बिल्डिङ सँगसँगै विभिन्न प्राइभेट बिल्डिङहरूमा पनि आगजनीहरू भएको छ र त्यसको सन्दर्भमा अब दशैं पनि नजिकै गरेको क्रममा चाहिँ उक्त भवनहरू बस्न योग्य छन् या छैनन्, त्यहाँ के कस्ता चुनौतीहरू छन् हैन। अब कतिपय मान्छेहरू अहिले पनि बाहिर शरण लिएर बस्नु परेको छ, आफ्नो घरभित्र जान सक्नु भएको छैन र यसको लागि विशेष गरी हामीसँग निश्चित मापदण्डहरू पनि निर्माण अथवा चाहिँ उपलब्ध नभएको सन्दर्भमा अब कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौं भन्ने सन्दर्भमा चाहिँ छलफलहरू चल्न थालिसकेको छ र यही क्रममा चाहिँ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालले चाहिँ सेप्टेम्बर 13 मा कल फर एक्सपर्ट अथवा कल फर भलिन्टियर्स भनेर चाहिँ एउटा अभियान सुरु गरेको थियो र त्यो अभियानमा झन्डै 78 जनाले सहभागिता जनाउनको लागि चाहिँ इन्ट्रेस्ट राख्नु भएको थियो र त्यही क्रममा हामीले चाहिँ पिन केन्द्रीय कार्यालयमा पनि केही छलफलहरू विशेष गरी यो कस्तो किसिमको र्यापिड भिजुअल एसेसमेन्ट गर्नको लागि के कस्ता क्वेशनरहरू हुन सक्छन् भन्ने पाटोमा पनि केही छलफलहरू चाहिँ भएका थिए र सँगसँगै विभिन्न प्रदेशमा अन्य साथीहरूले पनि यो अभियान सुरु गरिसक्नु भएको छ र तिनै कुराहरूलाई मध्यनजर गर्दै अबको दिनमा जस्तै हाम्रो पिनबाट पनि अहिले चाहिँ हाम्रो पार्टी कार्यालय सँगसँगै विभिन्न प्राइभेट बिल्डिङहरूमा भएका क्षतिहरू पनि अनुगमन गर्ने क्रम चाहिँ सुरु भएको छ र यस्ता किसिमका तस्बिरहरू हामीले देख्न सक्छौं जहाँ चाहिँ सिमेन्ट पार्टहरू चाहिँ विशेष गरी रिइन्फोर्समेन्टहरू नै यसरी भिजिबल भएका केसेसहरू छन् हैन। यस्ता विभिन्न हामीले देखिरहेका छौं र यस्तो अवस्थामा चाहिँ कसरी चाहिँ अब हामीले विभिन्न किसिमका एसेसमेन्टहरूलाई अगाडि बढाउनु पर्छ अथवा चाहिँ यो फरेस्ट यो जुन फायरको केसेसले चाहिँ के कस्तो चाहिँ अरु अन्य सिस्मिक पछाडीको चाहिँ हामीले गर्ने ड्यामेज एसेसमेन्ट अथवा चाहिँ सेफ्टी एसेसमेन्ट भर्सेस फायरको के कस्तो चुनौतीहरू छ भन्ने पाटोमा चाहिँ थोरै आजको यो कार्यक्रममा हामी छलफल गर्ने तयारी गरिरहेका छौं। यसको लागि चाहिँ आज मुख्यतः हामीले अलि छलफल पनि गर्छौं, केही कुराहरू शेयरिङ पनि गर्छौं र हामीमाझ केही कुरा शेयरिङ गर्नको लागि हामीले केही विज्ञ सर म्याडमहरुलाई पनि यहाँ निम्तो गरेका छौं
केही प्रस्तुतिहरू हुनेछन् र प्रस्तुति सँगसँगै हजुरहरूले पनि आफ्नो मनमा लागेको अथवा आफूले अनुभव गर्नुभएका कुराहरूलाई चाहिँ राख्न मिल्ने हिसाबले हामीले आजको कार्यक्रमलाई चाहिँ त्यसरी चाहिँ डिजाइन गरेका छौँ। कार्यक्रमलाई धेरै औपचारिकतामा लिएर जाने कुरा गरिएको छैन। त्यसकारणले अब हामी सोझै आजको विषयवस्तुमा प्रवेश गर्ने चाहिँ जमर्को गर्नेछौँ र हामीलाई यो सेसनलाई चाहिँ हामीले रेकर्डिङमा पनि राखेका छौँ। कुनै त्यस्तो कसैले छुट्नु भएको छ भने पछि यसलाई सेयर गर्न पनि सकिनेछ। र मुख्यतः अहिले पछिल्लो समय हामीले गर्न खोजिरहेको सन्दर्भमा चाहिँ काठमाडौँ लगायत विभिन्न क्षेत्रमा कुन कुन ठाउँमा कति चाहिँ घरहरू चाहिँ नोक्सानी भयो अथवा आगलागी भयो भन्ने किसिमको तथ्याङ्क पनि यकिन गर्नुपर्ने आवश्यकता रहेको छ। विशेष गरी स्थानीय तहहरू पनि विभिन्न आगजनी भएको चाहिँ हामीले सुन्नमा आएका र देखेका पनि छौँ र त्यसो भएको सन्दर्भमा संयन्त्रहरूले तुरुन्तै काम गर्न सक्ने अवस्था पनि अलिकति अप्ठ्यारो नै देखिन्छ। त्यसकारणले एक किसिमको हामीले चाहिँ एउटा यो क्राउड सोर्सिङको मार्फतबाट अथवा चाहिँ विभिन्न ठाउँमा के कस्ता चाहिँ कतिवटा ठाउँमा चाहिँ ड्यामेज भएको छ भन्ने हिसाबले पनि एउटा चाहिँ ड्यामेज काउन्ट सर्वे गर्ने भन्ने छ भने सँगसँगै ऱ्यापिड भिजुअल एसेसमेन्ट चाहिँ कसरी गर्न सकिन्छ भन्ने पाटो र कुनै त्यस्तो स्पेसिफिक बिल्डिङमा हामीले चाहिँ केही त्यस्तो डिटेल सर्वे गर्न सकिन्छ कि भन्ने पाटोमा विशेष गरी यो तीनटा कुरामा रहेर चाहिँ हामीले अबको दिनमा चाहिँ काम गर्न चाहिँ आवश्यक रहेको छ भन्ने कुरा मैले यहाँ हजुरहरुमा शेयर गर्न चाहे र त्यसको लागि चाहिँ कस्तो टिम हुन सक्छ को मिलेर चाहिँ के काम गर्न सकिन्छ भनेर एउटा टेन्टेटिभ टिम कम्पोजिसनहरु पनि छ। तर यसमा जानु भन्दा अगाडि समग्रमा हामीलाई यस बारेमा थोरै केही कुराहरु राख्दिनको लागि मैले विशेष गरी आज हामीसँग उपस्थित हुनुहुन्छ आदरणीय सर दिपेन्द्र गौतम सर उपस्थित हुनुहुन्छ। उहाँलाई अब धेरै फर्मालिटीमा हामी गएका छैनौं, त्यसकारणले प्रस्तुतिको लागि मैले हाम्रो दिपेन्द्र गौतम सरलाई अनुरोध गर्न चाहन्छु र हजुरले स्क्रिन शेयर गर्न सक्नुहुनेछ। नमस्कार। हजुर नमस्कार, सुनिन्छ अहिले? सुनिन्छ? ओके, सुनिन्छ। ल सबैजनालाई फेरि पनि नमस्कार। मेरो नाम दिपेन्द्र गौतम हो अनि म चाहिँ ट्रेन्ड एज स्ट्रक्चरल इन्जिनियर अनि पार्टली चाहिँ मेकानिकल इन्जिनियर भएको भएर अहिले चाहिँ स्ट्रक्चरल मेकानिकल प्रोजेक्ट्सहरुमा काम गर्छु। अब आज मैले डिस्कस गर्ने हाम्रो सुरजजीले भने अनुसार मैले डिस्कस गर्ने भनेको चाहिँ पोस्ट फायर मोडरेट लेभल भनेर भनेको छु मैले। अब कतिपय धेरै ठाउँमा चाहिँ नि र्यापिड एसेसमेन्टको कुरा पनि आइरहेछ। अब त्यो चाहिँ ट्रेड अफ हेरेर हामीले पछि डिसाइड गर्दा हुन्छ। तर आज चाहिँ म अलिकति फायर लोडिङमा चाहिँ नि बिल्डिङहरुको पर्फर्मेन्स कस्तो हुन्छ भनेर डिस्कस गर्न गइरहेको छु। अब यो एसेन्शियली हाम्रो स्ट्रक्चरल इन्जिनियरिङ कम्युनिटी, हाम्रो सिभिल इन्जिनियरिङ कम्युनिटीमा चाहिँ अथवा हाम्रो डिजाइन प्र्याक्टिसेसहरुमा चाहिँ डिस्प्लेसमेन्ट बेस्ड अप्रोचेसहरु धेरै छ। भनेको डोमिनेन्स नै डिस्प्लेसमेन्ट बेस्ड अप्रोचको छ। तर फायर एक्सपोजर हुनु भनेको चाहिँ मेनली डिस्प्लेसमेन्ट अप्रोचबाट भन्दा पनि स्ट्रेस बेस्ड अप्रोचबाट हुन्छ। थर्मल लोडिङको चाहिँ एप्लिकेसन हुने बेलामा चाहिँ थर्मल स्ट्रेसेसहरु जेनेरेट हुन्छ र त्यो सब्सिक्वेन्ट स्ट्रेन्सहरुबाट चाहिँ नि बेसिकली यसमा स्ट्रक्चरमा ड्यामेजहरु आउँछ। र यो फायर इन्जिनियरिङमा फायर लोडिङमा चाहिँ नि तपाईको के हुन्छ त भन्दाखेरि स्ट्रक्चर स्पेसिफिक रेस्पोन्स चाहिँ हाइली डेभिएन्ट हुन्छ। डेभिएन्ट इन द सेन्स जस्तो कमन अरु डाइनामिक लोडिङ जस्तो अर्थक्वेकहरु, हरिकेन लोडिङ, स्टर्महरुको लोडिङमा चाहिँ नि के हुन्छ त भन्दाखेरि फ्रेम सिस्टमहरुले जेनरली एउटै टाइपको चाहिँ बिहेभ देखाउँछन् भनेर एस्युम गरिन्छ। तर यो थर्मल लोडिङमा चाहिँ नि डिफरेन्ट सिस्टमको चाहिँ एकदम ड्रास्टिक चेन्ज वाला चाहिँ नि परफर्मेन्स हामी देख्न सक्छौं। त्यही भएर चाहिँ थर्मल लोडिङ कन्भेन्सनली अब बेसिकली स्ट्रक्चरल फायर इन्जिनियरिङ त 9/11 को इभेन्ट पछाडि मात्रै सर्फेस भएको हो। त्यो भन्दा पछाडि जति फायरमा काम भएको छ त्यो सबै फायर प्रोटेक्सन इन्जिनियरिङमा काम भएको छ। भन्नाले प्रिभेन्टिभ टाइपको मेकानिजमहरु डेभलप गर्ने, फायर एक्सटिङ्ग्विशर राख्ने, इभ्याकुएसन प्लानिङहरु गर्ने मात्रै काम भएको छ। तर 9/11 पछाडि चाहिँ नि अब थर्मल लोडिङले गर्दा इम्प्याक्ट लोडिङसँग जोडिएर आउने थर्मल लोडिङले गर्दा पनि इम्प्याक्ट पर्छ भनेर चाहिँ अहिले लेटली अलिअलि काम भएको छ। तर यो फिल्ड चाहिँ त्यति मच्योर्ड फिल्ड हैन, त्यति डेभलप फिल्ड नभएको भएर चाहिँ नि स्ट्रक्चरल इन्जिनियरिङमा चाहिँ नि
त्यति धेरै यसको डोमिनेन्स बढिरहेको छैन। तर हिस्टोरिकली मेकानिकल इन्जिनियरिङमा चाहिँ जुन स्ट्रेस बेस्ड अप्रोच हो, मेकानिकल इन्जिनियरिङमा चाहिँ फायर इन्जिनियरिङको सिग्निफिकेन्स हाई छ र मेकानिकल इन्जिनियरिङले चाहिँ फायर इन्जिनियरिङ स्ट्रक्चरल फायर इन्जिनियरिङको प्र्याक्टिसेसहरू चाहिँ गरिरहेछ। त्यस कारणले गर्दा हामीलाई लाग्छ, मलाई चाहिँ के लाग्छ त भन्दाखेरि एउटा टिम बनाउने हो भने अथवा मल्टिपल टिम्सहरू बनाउने हो भने चाहिँ यसमा चाहिँ स्ट्रक्चरल मेकानिकल सिभिल सबै इन्जिनियरहरू चाहिँ एसेम्बल गर्दा बेटर हुन जान्छ। किन भन्दाखेरि फायरको प्रोपागेसन, फायरले गर्ने ड्यामेज, फायरको चाहिँ फायर लोडिङ अथवा थर्मल स्ट्रेसको लोडिङ आइसके पछाडि हुने रेस्पोन्सको मोडल डेभलप गर्नको लागि अथवा त्यसलाई बेस्ट जजमेन्ट गर्नको लागि चाहिँ मेकानिकल इन्जिनियरहरू चाहिँ त्यसमा च्याम्पियन हुनुहुन्छ। किनभने कम्प्युटेसनल फ्लुइड डाइनामिक्स मोडलिङ गर्नुपर्ने हुन्छ त्यसमा, र त्यो कम्प्युटेसनल फ्लुइड डाइनामिक्स मोडलिङको लागि चाहिँ हामीलाई मेकानिकल इन्जिनियरको जरुरत पर्दछ। अब अरू कन्भेन्सनल हाम्रो डाइनामिक लोडिङहरू जस्तो अर्थक्वेक, विन्डहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि कुनै एउटा पोर्सन अथवा चाहिँ एज अ होल बिल्डिङमा चाहिँ नि इक्वली प्रोपागेट भएर अथवा कुनै पोइन्टबाट चाहिँ लोड लागिरहेको हुन्छ र त्यसमा चाहिँ नि एन्टायर स्टिफनेस चाहिँ त्यसमा कन्ज्युम भइरहेको हुन्छ। मेरो मतलब के हो भन्दाखेरि अर्थक्वेक आयो भने बिल्डिङको एन्टायर स्टिफनेसले चाहिँ पार्टिसिपेट गरिरहेको हुन्छ, रिडन्डेन्सी क्रिएट गरिरहेको हुन्छ। तर फायरको केसमा चाहिँ नि यो मोर लोकलाइज हुन्छ र फायर, मेरो मतलब यसमा के हो त भन्दाखेरि यदि फायर कुनै पोइन्टबाट स्टार्ट हुन्छ भने त्यो लोकल मटेरियलमा मात्रै चाहिँ फायरको थर्मल लोडिङ अप्लाई भइरहेको हुन्छ र बिस्तारै त्यो प्रोपागेट हुँदै जान्छ। अब यसमा धेरै नै कम्प्लेक्स मेकानिजम छ, कन्डक्सन, कन्भेक्सन र रेडिएसन सबै हिसाबले चाहिँ नि फायर लोडिङ प्रोपागेसन हुने हुनाले चाहिँ नि सिभियर इम्प्याक्टहरू जेनेरेट हुन्छ। तर बिल्डिङको ग्लोबल कोल्याप्स अथवा कुनै पनि स्ट्रक्चरको चाहिँ ग्लोबल कोल्याप्स चाहिँ इमिडिएट नहुन पनि सक्छ फायरमा। तर यदि त्यसमा प्रोग्रेसिभ ड्यामेज हुँदै जाने हो भने चाहिँ नि सर्टेन केसेसमा चाहिँ नि ग्लोबल कोल्याप्स पनि हुन जान्छ। त्यस कारणले गर्दा वेल डिजाइन, कन्भेन्सनली वेल डिजाइन बिल्डिङ्सहरूमा चाहिँ के भनिन्छ त भन्दा फायरको ड्यामेज चाहिँ सिभियर नहुन पनि सक्छ भनेर भनिन्छ। तर त्यो चाहिँ लेटली जब प्रोग्रेसिभ ड्यामेजको कुरा आउन थाल्यो, प्रोग्रेसिभ ड्यामेजले गर्दा चाहिँ नि जोइन्ट्सहरूमा चाहिँ कम्प्रोमाइज हुँदै जाने, लोकल कोल्याप्स मेकानिजम डेभलप हुने र अल्टिमेटली ग्लोबल कोल्याप्स अथवा एन्टायर बिल्डिङ चाहिँ नि कोल्याप्स हुने सिस्टम हुन्छ भनेर चाहिँ अहिले यसलाई यो चिज चाहिँ एस्टाब्लिस हुँदै गइरहेछ। त्यस कारणले अब ग्रेडियन्ट लोडिङको कुरा चाहिँ के हो त भन्दाखेरि कुनै एउटा कलम चाहिँ एउटा स्ट्रक्चरमा फायर सुरु भयो भने चाहिँ कलमको बेसबाट सुरु भयो भने बिस्तारै त्यो कलमको बेस चाहिँ नि हिट हुँदै जान्छ, थर्मल स्ट्रेस बढ्दै जान्छ र त्यसको कम्पेरिजनमा अप्पर पोर्सनमा चाहिँ नि बिस्तारै प्रोपागेट भएर मात्रै थर्मल स्ट्रेसेसहरू जेनेरेट हुन थाल्छ। यसरी यो ग्रेडियन्ट, यसको डिफ्रेन्सले गर्दा चाहिँ ग्रेडियन्ट क्रिएट हुन्छ र पर्टिकुलरली यसको कभर कङ्क्रिटमा चाहिँ नि के हुन्छ त भन्दा फर्स्ट इम्प्याक्ट हुन्छ कङ्क्रिट स्ट्रक्चरमा। तर वुडन टाइपको स्ट्रक्चरमा चाहिँ च्यारिङ सुरु हुन्छ। त्यो च्यारिङ चाहिँ अब कोरतिर बढ्दै जान्छ र सिभियर केसेसहरूमा चाहिँ नि त्यो हार्डवुड पोर्सनमा पुगेर चाहिँ त्यो कोल्याप्स हुने चान्स हुन्छ। स्टिल स्ट्रक्चरमा पनि सेम मेकानिजम हुन्छ। त्यस कारणले यो ग्रेडियन्ट लोडिङले गर्दा। दिपेन्द्र सर, हजुरको त्यो स्लाइड चाहिँ चेन्ज भइरहेको छैन ल? यसैमा छु अहिले। ए ओके, होइन ओके, फुल स्क्रिन। म यो ग्रेडियन्ट लोडिङकै कुरा गरिरहेको छु। त्यस कारणले ग्रेडियन्ट लोडिङले गर्दा चाहिँ कुनै पनि स्ट्रक्चर अथवा मेम्बरमा चाहिँ नि सिभियर इम्प्याक्ट पर्न जान्छ र पर्टिकुलरली पोस्ट फायर एसेसमेन्टहरू चाहिँ नि एज अ होल बिल्डिङ अथवा ग्लोबल ड्यामेज स्केल भन्दा पनि लोकल ड्यामेज, कम्पोनेन्ट लेभलको ड्यामेजमा डिल गर्नुपर्ने हुन्छ। किन भन्दा ग्लोबल ड्यामेज यसमा चाहिँ नि वेल डिजाइन स्ट्रक्चरमा चाहिँ नि ग्लोबल ड्यामेजको टेन्डेन्सी चाहिँ कम हुन्छ र लोकल ड्यामेजेसहरू जस्तो कम्पोनेन्ट्सहरूमा मात्रै ड्यामेज भयो भने चाहिँ तिनीहरूलाई लोकल इन्टरभेन्सनबाट चाहिँ तिनीहरूलाई चाहिँ रेस्क्यु गर्न सकिन्छ अथवा चाहिँ नि स्ट्रक्चरल रिडन्डेन्सी क्रिएट गर्न सकिन्छ। यो चाहिँ अब हामीले कुनै एसेसरले एसेसमेन्ट गर्न जाँदा चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि हामी ग्रेडियन्ट लोडसँग चाहिँ डिल गरिरहेछौँ, कन्भेन्सनल लोडसँग चाहिँ डिल गरिरहेको छैनौँ भन्ने कुरा चाहिँ एउटा बुझ्न जरुरी छ। अब हामी फिल्डमा जाने बेलामा चाहिँ के देख्न सक्छौँ भन्ने कुरा चाहिँ अलिकति डिल गरौँ। अब सुरुमा चाहिँ नि हामी यो एउटा कर्भ हेरौँ,
टेम्परेचर चाहिँ सुरुमा अब फायर सुरु भइसके पछाडि चाहिँ फायर डेभलपमेन्टको फेज आउँछ। त्यो फेज भइसके पछाडि फायरलाई चाहिँ फुल्ली ग्रोथ हुने बेलाको पोइन्टलाई चाहिँ फ्ल्यास ओभर भन्छ। यो बेलामा चाहिँ फायरको एन्टायर एनर्जी स्क्रिन आएको छैन एकचोटि सरी के शिफ्ट भइरहेको छैन कि स्क्रिनै देखाएको छैन? स्क्रिन त्यही एउटै आइरहेछ। एकचोटि फुल स्क्रिनलाई सेयर गरिदिनु। एकैछिन त्यसो भए म गुगल क्रोममा चाहिँ नि यो समस्या अलिक छ। सेयर इन्टायर स्क्रिन गर्नुभयो भने हुन्छ नभए अहिले देखिन्छ? हजुर ठिक छ अहिले। त्यसो भए त्यसैले फुल स्क्रिन गरिदिनु हुन्छ। ओके सो हाम्रो चाहिँ कुनै पनि फायर स्टार्ट भइसके पछाडि फायरलाई मच्योर अलिकति प्रोग्रेस हुनको लागि टाइम लाग्छ। त्यो भनेको डेभलपमेन्ट फेज हो। र फुल्ली डेभलप्ड फायर भनेको चाहिँ त्यो मेम्बरको एन्टायर रेन्जमा चाहिँ नि प्रोपागेट भइसकेको फायरलाई चाहिँ हामी फुल्ली डेभलप्ड फायर अथवा फ्ल्यास ओभर भन्छौँ। फ्ल्यास ओभरले चाहिँ मेन यदि फ्ल्यास ओभरसम्म पुगेन र फायर चाहिँ सर्टेन टाइम पछाडि चाहिँ नि फायर पुट अफ भयो भने अथवा फायर चाहिँ बन्द भयो भने चाहिँ स्ट्रक्चरल मेम्बरहरू अथवा एन्टायर स्ट्रक्चरमा त्यति धेरै इम्प्याक्ट पर्दैन। लोकल च्यारिङ सर्टेन लेभलको चाहिँ नि त्यो धुवा देखिने बाहेक अरू चाहिँ इम्प्याक्ट हुँदैन। तर यो जब फ्ल्यास ओभरको पोइन्टमा जान्छ यसले चाहिँ मटेरियल लेभलमा चाहिँ इम्प्याक्ट गर्न थाल्छ। यसले मटेरियल लेभलमा इम्प्याक्ट गर्नु भनेको थर्मल स्ट्रेसेसहरू जेनेरेट गर्नु हो। थर्मल स्ट्रेसेस जेनेरेट भइसके पछाडि चाहिँ नि के हुन्छ त भन्दाखेरि सर्टेन ठाउँमा कन्ट्र्याक्सन एक्सपेन्सन कन्ट्र्याक्सनको फेनोमेना डेभलप हुन्छ। त्यो फेनोमेना डेभलप भइसके पछाडि सर्टेन अब यदि फायर चाहिँ एकदम टु लङ टाइमसम्म एक्जिस्ट गर्छ भने चाहिँ अब त्यसले यिल्ड अथवा चाहिँ त्यसको फ्र्याक्चर मेकानिजम डेभलप भइसकेको हुन्छ। फ्र्याक्चर किन डेभलप हुन्छ त भन्दाखेरि अब बेसिकली रेनफोर्स कङ्क्रिट स्ट्रक्चर्समा चाहिँ त्यसको इभापोरेसनले गर्दा फ्र्याक्चर्सहरू डेभलप हुन थाल्छ र कङ्क्रिट स्पेलिङको फर्स्ट टेन्डेन्सी भनेको चाहिँ कङ्क्रिट स्पेलिङ हो। त्यो स्पेलिङलाई पनि ओभरकम गर्छ र फायरको ड्युरेसन फर्दर बढ्दै जान्छ भने चाहिँ अब त्यसले रेनफोर्समेन्टसम्म पुग्छ। रेनफोर्समेन्ट चाहिँ पर्टिकुलर रिजनमा हिट हुने, पर्टिकुलर रिजनमा चाहिँ नि कुल नै भइरहेको हुन्छ किनभने त्यो कन्डक्सनको थ्रु चाहिँ हिट प्रोपागेट हुनुपर्छ। त्यस्तो भयो भने चाहिँ नि रेनफोर्समेन्ट बक्लिङको प्रब्लम आउँछ फुल्ली डेभलप्ड फायरमा। र फाइनली यदि डिके हुन्छ भने चाहिँ नि अब फायर डिके हुन्छ किन भन्दाखेरि फायर चाहिँ नि एकदमै टु लङ टाइमसम्म इन्ड्योर गर्दैन। यदि कुनै फायर एक्सटिङ्ग्विज नै नगर्ने हो भने पनि फायर इन्फाइनाइट टाइमसम्म चाहिँ जाँदैन किनभने त्यसमा बर्निङ मटेरियल्सहरूको चाहिँ नि स्क्यार्सिटी हुँदै जान्छ र फाइनली फायर डिके हुन्छ। फायर डिके भइसके पछाडि अर्को ह्युज प्रब्लम के आउँछ भन्दा त्यो हाइली हिटेड मटेरियलमा भएको चाहिँ नि अब एक्सपेन्सन चाहिँ अब डिके हुन थालिसके पछाडि चाहिँ कन्ट्र्याक्सनमा जान्छ। त्यो कन्ट्र्याक्सन भइसकेपछि कुलिङ फेजमा पनि फर्दर डिल्यामिनेसनहरू हुनसक्छ, सर्टेन टुक्राहरू उब्केर जान सक्छ। अनि यदि बेला चाहिँ जेनरली कोर कङ्क्रिटमा पनि रेनफोर्समेन्ट भन्दा भित्रको कङ्क्रिटमा पनि यो समस्याहरू जेनेरेट हुन सक्छ। तर कोर कङ्क्रिट अलरेडी यदि कभर कङ्क्रिट अलरेडी चाहिँ नै स्पेलिङ भएको छ अथवा डिल्यामिनेट भइसकेको छ भने चाहिँ त्यतिखेर यो रिजनमा पनि कोर कङ्क्रिटलाई असर पर्या हुन सक्छ। तर जेनरली अब हाम्रोमा चाहिँ नि अब कभर कङ्क्रिट राम्रैसँग राख्ने हुनाले चाहिँ कभर कङ्क्रिट मात्रै स्पेल भएको छ कि भन्ने चाहिँ मेरो गेस हो। तर यसमा एउटा एकदम ठुलो च्यालेन्ज के हो त भन्दाखेरि अरू डिफ्रेन्ट सोर्ट अफ लोडिङमा चाहिँ हामीले काम गर्ने बेलामा चाहिँ स्ल्याबलाई त्यति धेरै एटेन्सन पे गरिराखेको हुँदैनौँ। तर हाम्रोमा चाहिँ नि भित्रको बिल्डिङ कन्टेन्टहरूले गर्दा जुन बलेर चाहिँ नि स्ल्याबमा एक्सट्रिम हिटिङ हुने हुनाले चाहिँ स्ल्याबको डिल्यामिनेसन भएको चाहिँ धेरै केस हुनसक्छ। यसमा चाहिँ कलमहरूको स्पेलिङ अथवा बिमको स्पेलिङ भन्दा पनि स्ल्याबको स्पेलिङ चाहिँ धेरै भएको हुनसक्छ किनभने लार्ज एरियाबाट चाहिँ फ्लेम्सहरू गएर चाहिँ नि स्ल्याबलाई हिट गरिरहेको हुनसक्छ। त्यस कारणले स्ल्याब स्पेलिङको पनि केसेसहरू चाहिँ जेनेरेट भएको हुन्छ। र यो हाम्रोमा जेनरली एउटा इन्टरनेसनल प्र्याक्टिस अथवा फायर रेसिस्टेन्ट डिजाइनको प्र्याक्टिस के हो भन्दाखेरि 60 मिनट्समा चाहिँ फायर चाहिँ फुल्ली डिभल्भ भइसक्छ भन्ने ट्रेन्ड छ। र फायरको एक्सट्रिम केस भनेको चाहिँ 240 मिनट्स हो। 240 मिनट्सभित्र चाहिँ फायरलाई चाहिँ नि
कन्ट्रोल गरिसकिन्छ भन्ने चाहिँ जुन एसम्पसनका आधारमा चाहिँ हामी डिजाइन गर्छौँ। तर हाम्रो केसमा चाहिँ के भएको छ त भन्दा फायर अनलिमिटेड टाइमसम्म सेभरल आवर्ससम्म चाहिँ 4-5-6 आवर्ससम्म चाहिँ फायर एक्सपोजर भएको हुनाले हाम्रो केसमा अलिकति सिभियर इम्प्याक्ट्सहरू चाहिँ पर्न गएको छ जस्तो मेरो एसम्पसन छ। र फायरको केसमा चाहिँ हामी के चाहिँ हामीले लाइटली हाम्रो अब्जर्भेसन के हुनसक्छ त भन्दाखेरि बिम कलम कनेक्सन ड्यामेज हुनसक्छ, किनभने त्यो रिजन चाहिँ पर्टिकुलरली क्रिटिकल हुन्छ स्टिल बिल्डिङ र चाहिँ रेनफोर्स कङ्क्रिटमा जोइन्टको हिसाबले। त्यसकारण त्यस्तै गरेर स्प्यालिङ हुनसक्छ बिमको कङ्क्रिट अथवा चाहिँ स्ल्याबको कङ्क्रिट अथवा चाहिँ कलमको कङ्क्रिट त्यो हुनसक्छ। डिल्यामिनेसन अफ वाइथहरू डिल्यामिनेसन हुने चाहिँ बेसिकली मेसनरी बिल्डिङमा हुनसक्छ, किन भन्दाखेरि जस्तो स्टोन अथवा चाहिँ ब्रिक मेसनरीमा ब्रिक युनिट र ब्रिक युनिट्सको बिचको मोर्टार युनिटमा चाहिँ के हुन्छ त भन्दाखेरि हिटिङको बेलामा एक्सपेन्सन चाहिँ डिफ्रेन्ट रेटमा हुन्छ। त्यो डिफ्रेन्ट रेटमा हुने एक्सपेन्सनले गर्दा डिल्यामिनेसनको इस्यु आउन सक्छ। यो अहिले राम्रैसँग देखिरहेछ? हामी थर्ड स्लाइडमा छौँ हजुर। ओके, त्यस्तै गरेर प्रोग्रेसिभ कोल्याप्स यो चाहिँ एकदम सिरियस इस्यु मध्ये एउटा हो। प्रोग्रेसिभ कोल्याप्स भन्नाले चाहिँ कस्तो बुझिन्छ भन्दाखेरि थर्मल लोडिङले गर्दा कुनै एउटा पर्टिकुलर बिम कलम जोइन्ट अथवा कुनै एउटा पर्टिकुलर सेक्सन चाहिँ ड्यामेज भयो भने त्यसमा चाहिँ स्ट्रेस कन्सन्ट्रेसन हुन्छ। त्यो स्ट्रेस कन्सन्ट्रेसनबाट जेनेरेट हुने जुन इक्विलिब्रियम त्यसमा चाहिँ डेफिसियन्सी स्टिफनेस डेफिसियन्सी हुन्छ र त्यो स्टिफनेस डेफिसियन्सीलाई अकाउन्ट फर गर्नको लागि चाहिँ अरू ठाउँको चाहिँ स्टिफनेसेसहरू चाहिँ हामीलाई जेनेरेट गर्नु के अरे क्लेम गर्नुपर्ने हुन्छ। त्यो क्लेम गर्ने बेलामा के हुन्छ अर्को ठाउँमा चाहिँ गएर स्ट्रेस कन्सन्ट्रेसन भइदिन्छ। यसरी स्ट्रेस कन्सन्ट्रेसनको पोइन्ट इक्विलिब्रियमको लागि स्ट्रेस कन्सन्ट्रेसनको पोइन्ट चेन्ज हुँदै 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 जाँदा चाहिँ मल्टिपल लोकेसनमा कोल्याप्सको केसेस आउँछ, जसले गर्दा चाहिँ ग्लोबल होल बिल्डिङ एज अ होल बिल्डिङ नै कोल्याप्स हुनसक्छ। त्यो प्रोग्रेसिभ कोल्याप्सको एउटा हुनसक्छ। त्यस्तै गरेर रेनफोर्समेन्ट बक्लिङको कुरा हुनसक्छ। रेनफोर्समेन्ट बक्लिङ चाहिँ अघि नै मैले डिस्कस गरिसकेँ। कुनै ठाउँमा चाहिँ टु हट हुनसक्छ, कुनै ठाउँ चाहिँ कोल्ड हुनसक्छ। त्यो भयो भने चाहिँ नि ग्राभिटी लोडको केसमा पनि रेनफोर्समेन्ट बक्लिङ हुने चान्स हुन्छ। त्यस्तै गरेर कङ्क्रिट कोर र कभर ड्यामेजको कुरा हामीलाई थाहा भइसक्यो। त्यो चाहिँ बेसिकली कङ्क्रिटमा हुने ड्यामेज चाहिँ हाम्रो इभापोरेसनले गर्दा हुन्छ। इभापोरेसनको रेट चाहिँ डिफ्रेन्ट हुने हुनाले चाहिँ त्यो उक्केर जान्छ, त्यसलाई हामी कङ्क्रिट कोर कभर ड्यामेज अथवा स्प्यालिङमा छौँ। वुड च्यारिङ हुनसक्छ। वुड च्यारिङ अब हाम्रोमा फ्रेम सिस्टमहरू वुडन र विन्डो के भन्छ डुवर र विन्डो फ्रेमहरू चाहिँ जेनरली वुडन हुने हुनाले त्यसमा चाहिँ च्यारिङको टेन्डेन्सी हाई हुन्छ। र स्टिल स्ट्रक्चरहरूमा चाहिँ टेन्साइल रप्चर, वेल्डिङको रप्चर अनि बल्टिङ लुसनिङहरू चाहिँ त्यो जेनरली अब्जर्भ गर्न सकिन्छ। तर मलाई लाग्छ हामी कहाँ धेरै स्टिल स्ट्रक्चरहरू चाहिँ एक्सपोज भएको छैन, त्यसकारण मैले त्यो धेरै डेप्थमा गइनँ। अब स्लाइड चेन्ज हुन्छ त? तपाईँको फुल स्क्रिन भइरहेको छैन कि म यताबाट सेयर गरिदिउँ? मेरोमा फुल स्क्रिनै भएको छ। त्यसो गरौँ न, अल ट्याब गरेर एकचोटि उसमा अर्कोमा हेर्नुहोस् त नभए। उयो तल कप्नी र थिच्दैन सायद, त्यो कप्नी र त्यो होइन त्यो गरिसक्नु भएको छैन। मैले थिचेँ यही गरेर प्रेजेन्ट गर्छु होइन? छैन त्यो भएको छैन कि यताबाट मैले गरौँ नत्र? एकैछिन म पठाइदिन्छु है त। गुगल क्रोममा चाहिँ अलिकति यो पहिलेदेखि समस्या छ। हजुरले प्रेजेन्ट इन्टायर स्क्रिन गर्नुभयो नि? हो भएपछि त आउनु पर्ने हो फुल स्क्रिन। त्यहाँबाट हेरौँ एकचोटि। म एकचोटि ट्राई गर्छु है त्यताबाट। ओके ओके अहिले आछ होला। आएको ओके हो नेक्स्ट हो। हो यही हो। ओके योभन्दा अगाडि ब्याक होइन मैले नेक्स्ट नै गरौँ। अब इफेक्ट चाहिँ पर्टिकुलरली के हुनसक्छ त भन्दाखेरि
लोकल स्टिफनेस लसेसहरू हुनसक्छ, किन भन्दाखेरि कलमको चाहिँ नि अब स्पेलिङ भइसके पछाडि सर्टेन चाहिँ कलमलाई हामी एउटा चाहिँ नि स्टिफनेस प्रोभाइडिङ मेम्बरको रूपमा काउन्ट गर्छौँ। जति पनि लोड रेसिस्टेन्समा पार्टिसिपेट हुन्छ त्यसमा चाहिँ स्टिफनेसको रोल हुन्छ। त्यो चाहिँ इनफिल वालदेखि लिएर इभन समटाइम्स चाहिँ हामी पार्टिसन वाल्सहरूले पनि त्यसमा स्टिफनेस कन्ट्रिब्युट गरिरहेको हुन्छ। थोरै बहुत चाहिँ अब फरक फरक पर्न सक्छ, तर चाहिँ स्टिफनेस कन्ट्रिब्युसन हुन्छ। र यदि बक्लिङ छ भने चाहिँ त्यो सिरियस स्टिफनेस लस हो, रेन्फोर्समेन्टकै लेभलमा चाहिँ बक्कल भएको छ भने चाहिँ सिरियस स्टिफनेस लस हुन्छ। त्यस्तो केसमा चाहिँ हामी जेनरली अब लोकल रेट्रोफिटिङ पनि गर्न सक्छौँ अथवा रिप्लेस गर्नुपर्ने पनि हुनसक्छ। अब डिग्रेडेसन, पर्टिकुलरली फायरको मेजर इस्यु भनेको चाहिँ डिग्रेडेसन हो, मटेरियल डिग्रेडेसन हो। किन भन्दाखेरि यसले हिटिङ गरिरहेको हुन्छ र हिटिङ कुलिङको मेकानिजमको बेलामा चाहिँ के हुन्छ त भन्दा युजली मटेरियलको चाहिँ हिस्टेरेटिक अथवा स्टिफनेस बिहेभियर चेन्ज हुन जान्छ। त्यसमा सर्टेन स्ट्रेनको चाहिँ स्ट्रेनले रोल प्ले गर्ने हुनाले। अर्को यसले चाहिँ के गर्छ त भन्दा हाम्रो मोनोलिथिक एस्युम्सनमा पनि असर पर्छ। मोनोलिथिक कास्टिङ गरेको हुन्छ र हामी त्यसलाई चाहिँ एन्टायर स्ट्रक्चर मेम्बरलाई चाहिँ नि मोनोलिथिक छ भनेर चाहिँ अथवा युनिफर्म छ भनेर चाहिँ एस्युम गरिराखेको हुन्छ। त्यो मोनोलिथिक नेचर चाहिँ लुज गरेको हुनसक्छ। अब यस्तो बेलामा पनि हामीले चाहिँ नि लोकल लेभलमा अथवा चाहिँ नि हेरेर अथवा मेजर 2-3 ठाउँमै चाहिँ नि हामी रिप्लेसमेन्ट गर्नुपर्ने हुनसक्छ, मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ। त्यसको चाहिँ डिफ्रेन्ट लेभल हुन्छ, म त्यो बारेमा पछि आउँछु। अब त्यो पछाडि अब ऱ्यापिड भिजुअल एसेसमेन्ट, अब यो अलिकति एम्बिगियस छ थर्मल लोडिङको केसमा, जस्तै अर्थक्वेक अथवा फ्लड अथवा चाहिँ नि हरिकेनहरूको केसमा चाहिँ नि ऱ्यापिड भिजुअल एसेसमेन्टको एकदमै ठुलो रोल हुन्छ। किन भन्दा गो नो गोको डिसिजन, अब अकुपाई डु नट अकुपाईको डिसिजन चाहिँ ऱ्यापिड भिजुअल एसेसमेन्टबाटै गर्न सकिन्छ। अर्थक्वेकको केसमा, हरिकेनको केसमा, फ्लडको केसमा यदि एक्सपिरियन्स मान्छे गएर हेर्ने हो भने। तर यो थर्मल लोडिङको केसमा चाहिँ त्यो पोसिबल, अलमोस्ट इम्पोसिबल जस्तै देख्छु म चाहिँ। किन भन्दाखेरि अब लोकल लेभलमा कुनै एउटा बिम चाहिँ नै ड्यामेज भएको छ भने त्यसले बस्न लायक छ भनेर भन्ने कि नभन्ने भन्ने कुरा चाहिँ एकदम सिरियस इस्यु हो अथवा चाहिँ एकदम एम्बिगियस इस्यु पनि हो। त्यस कारणले ऱ्यापिड भिजुअल एसेसमेन्ट भन्दा पनि मैले त्यही भएर टाइटल चाहिँ मोडरेट लेभलको गर्नुपर्छ। यदि त्यो धेरै ठाउँमा चाहिँ त्यस्तो केसेसहरू चाहिँ रिपिट भइरहेको छ भने चाहिँ हामीले त्यसलाई चाहिँ रेस्ट्रिक्टेड भन्नु पनि पर्ने हुनसक्छ। अथवा एक ठाउँमा 2 ठाउँमा लोकल ड्यामेजहरू भएर चाहिँ फेरि एन्टायर स्ट्रक्चर अनअकुपाएबल भयो भन्न पनि हामीलाई गाह्रो हुन्छ। किन भन्दाखेरि यो फायर लोड डिल गरिसकेपछि फायर लोडकै हिसाबले हेर्नुपर्छ। स्क्रिन त अझै सेयर भइरहेको छैन जस्तो छ त्यहाँ म्यासेजमा चाहिँ, मैले चाहिँ देखिरहेको छु होइन, देखिरहेछ देख्न त देखिरहेको छ उहाँको मात्रै इस्यु होला। त्यसो भए त्यस्तै गरेर चाहिँ अब फायरमा हो फेरि अर्को जनाले पनि भनिराख्नु भएको छ स्क्रिन इज नट भिजिबल भनेर आइरहेछ। के भयो गुगल क्रोममा यो समस्या छ सुरज, लिभ गरेर जोइन गर्नु पर्यो आउँछ कि फेरि रिजोइन गर्दा हुन्छ कि सरले थोरै भन्दै गर्नु, म यहाँ चेन्ज गरिहाल्छु है। अब यसमा यो कम्प्लेक्सिटीको कुरा गर्दा चाहिँ फायर मोडलिङ, स्ट्रक्चरल बिहेभियर, फायर मोडलिङमा चाहिँ नि अलिकति सेभरल इस्यु छ। किन भन्दाखेरि त्यसमा यहाँ कोही मेकानिकल हुनुहुन्छ भने चाहिँ नि उहाँले बुझ्नुहुन्छ। किन भन्दाखेरि यसमा चाहिँ नि कन्डक्सन, कन्भेक्सन र रेडिएसन तीनवटै टाइपको मेकानिजम चाहिँ एकैचोटि मोडल गर्नुपर्ने हुन्छ। किनभने फायर प्रोपागेसन तीनवटै मेकानिजमबाट हुन्छ। त्यो हिसाबले चाहिँ अब यो अलिकति कम्प्लेक्स छ र यसमा अब हामीले मोडलै गर्ने भन्दा पनि अहिले चाहिँ भिजुअली हेरेर पनि सर्टेन कुराहरू चाहिँ नि हामीले डिड्युस गर्न सकिन्छ। त्यसको आधारमा अब मलाई लाग्छ कुनै पनि ठाउँमा फायर प्रोटेक्सन इन्जिनियरिङ चाहिँ एटलिस्ट प्र्याक्टिस गर्न सकिन्छ। तर अब यसको अर्को पनि च्यालेन्ज के छ त भन्दाखेरि अलरेडी हाम्रो कन्भेन्सनल अर्थक्वेक रेसिस्टेन्ट डिजाइन टेक्निक्सहरूले गर्दा चाहिँ नि एकदमै स्ट्रक्चरल कस्ट हाई भइरहेको हुन्छ। अब एडिसनल फायर प्रोटेक्सनको कुरा पनि
एड गर्ने भने त्यसले फर्दर कस्ट अब बढाउन जान्छ हैन। त्यो कस्ट बढ्दा चाहिँ अब मान्छे अक्युपेन्टहरूले त्यो एन्डोर्स गर्छन् कि गर्दैनन् भन्ने कुरा एउटा कुरा भयो हैन। अहिलेलाई चाहिँ नि अब यसमा हाम्रो की इस्युज हेरौँ हैन। की इस्यु चाहिँ के हो त भन्दा यसको अप्रोच भनेको फायर इन्जिनियरिङलाई स्ट्रक्चरल फायर इन्जिनियरिङलाई चाहिँ डिल गर्ने भने चाहिँ फरेन्सिक स्ट्रक्चरल इन्जिनियरिङ हो। फरेन्सिक स्ट्रक्चरल इन्जिनियरिङ चाहिँ एउटा एकदमै गाइडेड फिल्ड हो। गाइडेड भन्नाले चाहिँ इस्टाब्लिस्ड नलेजहरू अनि स्ट्रक्चरल मेकानिक्स बेसिकली मेकानिक्सको प्रिन्सिपलहरू युज गरेर मोस्ट लाइकली कजेसहरू आइडेन्टिफाई गर्ने र त्यो कजेसहरूलाई चाहिँ एड्रेस गर्नको लागि इन्टरभेन्सन डिजाइन रेकमेन्डेसन गर्ने ब्रान्चलाई चाहिँ फरेन्सिक स्ट्रक्चरल इन्जिनियरिङ भनिन्छ। फरेन्सिक स्ट्रक्चरल इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ र स्ट्रक्चरल इन्जिनियरिङ दुवैमा चाहिँ एकदमै युज गरिरहेको छ। अब अघि पनि मैले भनिहालेँ स्ट्रक्चरल फायर इन्जिनियरिङ भन्ने नै ब्रान्च चाहिँ अलिकति वेल डेभलप हुन थालेको 9/11 इन्सिडेन्ट पछाडि हो। त्योभन्दा अगाडि मैले अघि भने जस्तै फायर प्रोटेक्सनमा चाहिँ बढी ध्यान दिइरहेको हुन्छ। फायर एक्सटिङ्ग्विजर राख्ने, त्यो पछाडि चाहिँ त्यो सेफ प्यासेजहरू डेभलप गर्ने, अल्टरनेटिभ स्टेयरकेसेसहरू चाहिँ प्रोभाइड गर्ने, इभ्याकुएसन प्लानिङहरू गर्ने, त्यसरी चाहिँ प्र्याक्टिस गरिरहेको थियो। तर मटेरियल लेभलमा मटेरियललाई नै अब रेसिस्टेन्ट बनाएर चाहिँ उहाँले ह्यान्ड रेज गरिराख्नु भएको छ। हाम्रो रामु नेउपाने सरले ह्यान्ड रेज गरिराख्नु भएको छ। रामु सर के थियो अगाडि बढाउनु। ओके सो अब हामीले डिजाइनको हिसाबले चाहिँ प्रब्लमलाई एप्रोच गऱ्यौँ भने चाहिँ मलाई लाग्छ त्यति धेरै इफेक्टिभ हुँदैन। तर अब अर्को पनि यसमा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि आर्सन इग्नाइटेड फायर्सहरू यसरी मबहरूले चाहिँ क्रिएट गर्ने फायरलाई चाहिँ नि अब ठ्याक्कै कुन टाइपको मोडलिङ गर्ने भन्ने कुरा एकदम प्रब्लम छ। किनभने सेभरल लोकेसन्सबाट चाहिँ नि फायर इग्नाइट सुरु हुन्छ हैन। त्यसकारण त्यो लेभलको फायरको लागि फायरको युजुअल ग्रोथ मेकानिजम भन्दा पनि डिफ्रेन्ट टाइपको चाहिँ नि ग्रोथ मेकानिजम हुने हुनाले अब अलिकति यो च्यालेन्जिङ चाहिँ छ। तर अब स्ट्रक्चरल अलरेडी रेस्पोन्ड गरिसकेको हुनाले फेरि त्यसलाई चाहिँ अब यो कन्सिक्वेन्सको टाइपमा चाहिँ एसेस गर्नु बेटर हुन्छ जस्तो लाग्छ मलाई हैन। अब मैले अघि भनिहालेँ मिल्छ भने चाहिँ हरेक ग्रुपमा चाहिँ एकजना मेकानिकल इन्जिनियर चाहिँ राखौँ, किनभने स्ट्रेस बेस्ड अप्रोचमा चाहिँ मेकानिकल इन्जिनियरिङको कमान्ड राम्रो हुन्छ र थर्मल लोडिङको बारेमा चाहिँ बेटर अन्डरस्ट्यान्डिङ हिस्टोरिकली पनि मेकानिकल इन्जिनियरहरूको हुन्छ। त्यसकारणले एकजना मेकानिकल इन्जिनियर चाहिँ राख्ने ट्राई गरौँ। सुरज नेक्स्ट। अब इफेक्ट के हुन्छ त भन्दा एक दुईवटा हेरौँ होइन। मटेरियल स्टिफनेस चेन्ज हुन्छ। मटेरियल स्टिफनेस चेन्ज हुनु भनेको बेसिकली स्टिफनेस भनेको चाहिँ नि अब कुनै पनि मटेरियलको कम्पोजिसनले दिन्छ। त्यो कम्पोजिसन चेन्ज हुने बित्तिकै चाहिँ स्टिफनेस चेन्ज हुन्छ भनेको घट्छ नै। घटिसके पछाडि चाहिँ स्ट्रेङ्थ घट्छ। स्ट्रेङ्थ घटिसके पछाडि स्ट्रक्चरको ओभरअल क्यापासिटी घट्छ अथवा मेम्बरको क्यापासिटी घट्छ। त्यो एलिभेटेड टेम्परेचर भनेकै थर्मल लोडिङबाट आउने हो होइन। एक्सियल फोर्सेसहरू होइन कम्प्रेसिभ नेचरको एक्सियल फोर्सेसहरू चाहिँ जेनेरेट हुन्छ। कम्प्रेसिभ नेचरको एक्सियल फोर्स भनेको चाहिँ लोकल हिटिङले गर्दा जेनेरेट हुने हुन्छ होइन। त्यसपछि टेन्साइल अब कम्प्रेसिभ र टेन्साइलको यसमा चाहिँ हिटिङ कुलिङको साइकल हुँदै जाँदा चाहिँ कम्प्रेसिभ टेन्साइल फोर्सेसहरू जेनेरेट हुन्छ। त्यो चाहिँ अब स्ट्रक्चरको इन्टिग्रिटीमा अथवा कुनै पनि कम्पोनेन्टको इन्टिग्रिटीमा चाहिँ ह्याजार्डस हुन जान्छ। फ्लेक्सरल मोमेन्टको कुरा। फ्लेक्सरल मोमेन्ट चाहिँ अब कम्प्रेसिभ मेम्बर के अरे कम्प्रेसिभ युनिटहरू अथवा कम्प्रेसिभ पार्ट जुन कङ्क्रिटमा भन्दा पनि यो चाहिँ नि रेन्फोर्समेन्टमा बढी देखिन सक्छ। लोकल बक्कलहरू मोमेन्ट भनेको कपल जस्तो जेनेरेट हुने चान्सेस हुन्छ। डिफ्रेन्ट ठाउँमा लागेको आगो फायर फ्लेमले गर्दा चाहिँ अब त्यसले चाहिँ फ्लेक्सरल मोमेन्टहरू जेनेरेट गर्छ विदिन द मेम्बर। त्यो विदिन द मेम्बर भइसके पछाडि चाहिँ नि अब स्ट्रक्चरको लोकल इन्टिग्रिटी चाहिँ कम्प्रोमाइज हुन्छ। अब ल्याटरल डिस्प्लेसमेन्ट अलिकति एम्बिग्युस छ। ल्याटरल डिस्प्लेसमेन्ट इन दि एन्ड हुन सक्छ। जस्तो फायर चाहिँ एकदमै प्रोपागेट भएर गइसक्यो भने चाहिँ अब सर्टेन ठाउँमा चाहिँ नि एक्सपेन्सन कन्ट्र्याक्सनले गर्दा ल्याटरल डिस्प्लेसमेन्ट हुन पनि सक्छ। तर बेसिकली
ओभरअल ग्लोबल ड्यामेज छैन भने ल्याटरल डिस्प्लेसमेन्ट त्यति सिभियर हुँदैन। लोकल र ग्लोबल बक्लिङ मेम्बर बक्लिङको त मैले भनिहालेँ होइन। बेसिकली यो टेन्साइल टाइपको मटेरियलहरू युज गरेको छ भने चाहिँ बक्लिङको इस्यु आउने भयो। इन्ड्युस्ड फोर्सेसहरू अब सेकेन्डरी इम्प्याक्ट टर्सियरी इम्प्याक्ट्सहरू पनि हुनसक्छ। सेकेन्डरी टर्सियरी इम्प्याक्ट भनेको चाहिँ ल्याटरल डिस्प्लेसमेन्टलाई पनि लिन सकिन्छ। जस्तै अलरेडी बक्कल हुँदै गइसके पछाडि चाहिँ एउटा पोइन्टमा गएर डेड लोडमा पनि त्यसको सर्टेन रेसिडुअल डिस्प्लेसमेन्ट बाँकी हुनसक्छ। त्यो रेसिडुअल डिस्प्लेसमेन्टले गर्दा चाहिँ ल्याटरल डिस्प्लेसमेन्ट हुनसक्छ। क्रस सेक्सनल एरिया अभियसली चेन्ज हुन्छ, किन भन्दा स्पेलिङ भएको हुनसक्छ, लुसनिङ भएको हुनसक्छ होइन, च्यारिङ भएको हुनसक्छ। त्यो च्यारिङ भइसके पछाडि स्टिफनेस लुज हुन्छ अथवा स्पेलिङ भइसके पछाडि स्टिफनेस लुज गर्छ, किनभने स्टिफनेस एरियासँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। त्यो भइसके पछाडि चाहिँ नि क्रस सेक्सनल एरिया लुज हुनु भनेको अल्टिमेटली स्टिफनेस लुज हुनु हो। क्यापेसिटी कम हुन्छ, किन भन्दाखेरि मटेरियल नै कम भइसके पछाडि अभियसली क्यापेसिटी कम हुन्छ। र टाइम डिपेन्डेन्ट इफेक्ट्सहरू चाहिँ जस्तै क्रिपहरू पनि भएको हुनसक्छ। किन भन्दाखेरि यो केसमा चाहिँ क्रिपको चान्स हाई हुन्छ। त्यो क्रिपको चान्स हाई हुनु भनेको चाहिँ अब मलाई लाग्छ 12-15 घन्टा जलिसके पछाडि चाहिँ क्रिप सर्टेन मेम्बरहरूमा क्रिप पनि भएको हुनसक्छ, क्रिप इफेक्टहरू पनि भएको हुनसक्छ। यो चाहिँ हाम्रो लाइकली इफेक्टहरू हो। त्यो इफेक्टहरू चाहिँ हामीले याद गऱ्यौँ भने चाहिँ हामीलाई कहाँ के हुनसक्छ थाहा हुन्छ होइन। त्यो थाहा भइसके पछाडि गएर डाइरेक्ट एसेसमेन्ट गर्न चाहिँ सजिलो हुन्छ। सुरज नेक्स्ट। अब यो मोडरेट लेभल भनेको छ होइन। मोडरेट लेभल चाहिँ किन भन्नु पर्यो त भन्दाखेरि मैले अघि नै भनिहालेँ। अब ऱ्यापिड भिजुअल एसेसमेन्टको काम के हो त भन्दाखेरि सेकेन्डरी लेभलको एसेसमेन्टमा जाने कि नजाने भन्ने हुन्छ। तर अघि मैले अर्को पनि इस्यु के भने भन्दाखेरि कुनै पर्टिकुलर रिजनमा, पर्टिकुलर स्ट्रक्चरमा, पर्टिकुलर मेम्बरमा चाहिँ यदि इम्प्याक्ट बढी भएको छ भने चाहिँ अब त्यो हामीले ऱ्यापिड भिजुअल एसेसमेन्टमा चाहिँ देख्न सक्दैनौँ। किनभने अर्थक्वेकमा गर्ने ऱ्यापिड भिजुअल एसेसमेन्ट भनेको बेसिकली मर्फोलोजिकल एभिडेन्सको आधारमा हो। जे आँखाले देखिन्छ त्यो हिसाबले मात्रै नहुन सक्छ, किनभने मल्टिपल मेम्बरहरूमा स्मल थोरै ड्यामेजहरू चाहिँ नै के अरे छ र त्योलाई एकै ठाउँमा सम अप गऱ्यो भने फेरि हायर लेभलको ड्यामेज स्टेटतिर जान सक्छ। यो ग्लोबल इस्यु हो होइन। यो अर्थक्वेक हरिकेन पछाडि पनि यो इस्युजहरू चाहिँ हरेकचोटि आउने गर्छ। किन भन्दाखेरि हामी जान्छौँ एसेसमेन्ट गर्छौँ। हामी एसेसमेन्ट चाहिँ कस्तो ठाउँमा गर्छौँ बेसिकली भन्दाखेरि सिभियर अथवा क्रिटिकल केसेसमा। अब त्यो क्रिटिकल केसेस चाहिँ मोडरेट लेभलको केसेसहरू चाहिँ नि लाई चाहिँ क्रिटिकल मान्यो भने त्यो मोडरेट भएर चाहिँ अल्टिमेटली चाहिँ त्यसले हायर लेभलमा जान सक्छ। त्यस कारणले गर्दा एलिमेन्ट लेभलमा अथवा कम्पोनेन्ट लेभलमा चाहिँ एसेसमेन्ट गरेर त्यसलाई सम अप गरेर फाइनल कन्क्लुजन निकाल्न बेटर हुन्छ। त्यसको लागि चाहिँ नि ऱ्यापिड भिजुअल एसेसमेन्ट चाहिँ त्यति इफेक्टिभ हुँदैन। त्योभन्दा चाहिँ पोस्ट फायर इन्टिग्रिटी एसेसमेन्ट गर्न सकिन्छ। मलाई लाग्छ म्यानेजेबल छ, किन भन्दा 100-150 वटा बिल्डिङ अथवा 200-500 वटा बिल्डिङ भनेको चाहिँ त्यति धेरै होइन। अब मिलियन्समा चाहिँ अब त्यो कार्य हुनसक्छ होइन। अब अर्को कुरा चाहिँ नि के हो त भन्दाखेरि अब कति डेप्थमा गएर एसेसमेन्ट गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन जान्छ। जस्तै एकदमै हाई डेप्थमा गएर चाहिँ अब गर्न गाह्रो छ, किनभने त्यसको लागि चाहिँ नि यो फेरि कम्प्युटेसनल फ्लुइड डाइनामिक्स मोडलिङहरू गर्न सकिन्छ। तर हामीलाई चाहिँ नि एउटा बेनिफिट के छ त भन्दा बेसिकली अहिलेको फायरमा यसो सोसल मतलब यो न्युज आउटलेटहरूमा हेर्दा चाहिँ फ्र्याक्चरले चाहिँ बढी गभर्न गरिरहेको छ ड्यामेजहरू। त्यो फ्र्याक्चर बढी ड्यामेज भएको, फ्र्याक्चरले गभर्न गरेर ड्यामेज धेरै भएको भएर चाहिँ अब हामीले फटिक क्रिपहरू कोरोजनहरूको इम्प्याक्ट चाहिँ त्यति साउन्ड चाहिँ नहुन सक्छ होइन। त्यसको कारण फ्र्याक्चर चाहिँ अब फ्र्याक्चरको इम्प्याक्टहरू चाहिँ भिजिबल पनि हुन्छ। त्यो त्यस कारणले अब हामी नोट डाउन गर्दै जान सकिन्छ। त्यसको लागि चाहिँ अब हामीले सर्टेन मेम्बरहरू हेर्नु पर्यो होइन। मेम्बरहरूमा चाहिँ अब बिम कलम अनि मेन अब विकनेस पोइन्ट अफ विकनेस स्ट्रक्चरमा कुनै पनि स्ट्रक्चरमा फ्रेम्ड स्ट्रक्चरमा पोइन्ट अफ विकनेस भनेको चाहिँ बिम कलम जोइन्ट हो। त्यो बिम कलम जोइन्टमा चाहिँ कस्तो इम्प्याक्ट पारेको छ भनेर त्यो हेर्नु पर्यो। अनि के हुन्छ त भन्दा फ्लायर चाहिँ अब भर्टिकली प्रोपागेट हुने हुनाले चाहिँ नि मेम्बरमा बेसिकली कुन पोइन्टमा गएर स्पेलिङ भएको छ, कुन पोइन्टमा चाहिँ ह्युज बर्न भएको छ, कुन पोइन्टमा च्यारिङ भएको छ भन्ने कुरा चाहिँ देख्नलाई त्यति गाह्रो हुँदैन। त्यस कारणले अब ओभरअल एसेसमेन्टको पनि यसमा चान्स हुन्छ। र अघि मैले एकचोटि मेन्सन पनि गरिसकेँ, यसमा चाहिँ स्ल्याब ड्यामेजको टेन्डेन्सी आयो हुन्छ। अरू ल्याटरल लोडिङ
जस्तै अर्थक्वेकहरू इम्प्याक्टहरूमा चाहिँ स्ल्याब ड्यामेजको चान्स कम हुन्छ, तर यसमा चाहिँ स्ल्याब ड्यामेजको चाहिँ चान्स हाई हुन्छ, किनभने एरिया फ्ल्याट धेरै हुन जान्छ स्ल्याबको। अब त्यो फ्लेमले चाहिँ त्यो धेरै एरियामा इम्प्याक्ट गर्यो भने चाहिँ फर्दर त्यसमा चाहिँ ड्यामेज एग्राभेसन हुनसक्छ। त्यस भएर स्ल्याबमा पनि ड्यामेज भएको हुनसक्छ होइन। फाउन्डेसनलाई हामीले कन्सिडर गर्नु पऱ्यो किनभने फाउन्डेसन चाहिँ अब फाउन्डेसनसम्म फायरको फ्लेम्सहरू प्रोपागेट हुन सक्दैन। लोड बियरिङ वालमा चाहिँ अब म्यासनरी वालहरू ड्यामेज हुनसक्छ। म्यासनरीमा पनि स्पेसल्ली डिल्यामिनेसन हुनसक्छ, भनेको पर्टिकुलर इटा अथवा ढुङ्गाहरू चाहिँ खसिराखेको हुनसक्छ, अथवा चाहिँ जोइन्टहरू कन्ट्राक्सन एक्सपेन्सनले गर्दा चाहिँ क्र्याक्सहरू सियरिङ ड्यामेज अथवा चाहिँ देखिन सक्छ सर्टेन पोइन्टमा। त्यस्तै गरेर चाहिँ अब फ्रेम स्टेयर केसेसहरू अट्याच्ड स्टेयर केसेसहरूमा चाहिँ ड्यामेज हुनसक्छ। बेसिकली अब मलाई लाग्छ म्यासनरी स्ट्रक्चरमा चाहिँ ल्याडरहरू चाहिँ फुल्ली बर्न भएको हुनसक्छ, किनभने म्यासनरी स्ट्रक्चरको ल्याडर्सहरू चाहिँ टिम्बर ल्याडर हुन जान्छ धेरै जसो ठाउँमा, अथवा स्टिलकै ल्याडर छ भने पनि स्टिलमा चाहिँ अब स्टिलमा अब डिफ्रेन्ट किसिमको फायरको मेकानिजम डेभलप भएको हुनसक्छ, कहीँ कन्ट्राक्सन एक्सपेन्सन भइरहेको हुनसक्छ। सियर वालहरू कतिको छ थाहा छैन, सियर वालमा पनि अब सेम टाइपको कलम टाइपकै ड्यामेजेसहरू देखिन सक्छ। त्यही स्पेलिङ कङ्क्रिट स्पेलिङ बक्लिङ बार बक्लिङहरू चाहिँ नि देखिन सक्छ सियर वालमा पनि। सुरज नेक्स्ट। त्यस्तै गरेर नन स्ट्रक्चरल एलिमेन्ट मलाई लाग्छ मेजर इस्यु अहिले वर्ल्ड वाइड स्ट्रक्चरल इन्जिनियरिङले फेस गरेको भनेको पनि लसको हिसाबले नन स्ट्रक्चरल एलिमेन्ट्सको लस भनेको झन्डै 70 to 80% हुन्छ एउटा बिल्डिङमा, एउटा बेसिकली कुनै पनि स्ट्रक्चरमा। यदि त्यसमा चाहिँ नि रोबस्ट धेरै जस्तो चाहिँ नि कन्ट्रिब्युसन नन स्ट्रक्चरल एलिमेन्ट्सको छ भने चाहिँ 70 to 80% भनिन्छ होइन ओभरअल लसको हिसाबमा, इकोनोमिक लस। अब त्यो इकोनोमिक लसलाई पनि अलिकति अकाउन्ट फर गर्ने हो भने चाहिँ नि इन्फिल वाल्सहरूमा चाहिँ भएको ड्यामेज, इन्फिल वाल्समा चाहिँ हुने ड्यामेज भनेको चाहिँ नि उता लोड बियरिङ म्यासनरीमा हुने सिमिलर ड्यामेज हुनुपर्छ, किनभने प्रोपागेसन सेम नै हो, थर्मल स्ट्रेसको एक्सन पनि सेम नै हो इन्फिल र त्यो लोड बियरिङ वालमा। तर पार्टिसन वालमा चाहिँ डिफ्रेन्ट टाइपको मेकानिजम हुनसक्छ। पार्टिसन वालहरू चाहिँ नि आउट अफ प्लेन कोल्याप्स पनि भएको हुनसक्छ, किनभने सर्टेन पोइन्टमा एक्सपान्ड भइसकेको हुन्छ, अर्को ठाउँमा एक्सपेन्सन सुरु हुँदै हुन्छ, अर्को ठाउँमा चाहिँ नि एक्सपेन्सनै नभएको कन्डिसन हुन्छ। त्यस कारणले गर्दा त्यो डिफ्रेन्सियल स्ट्रेनको भेरिएसनले गर्दा चाहिँ आउट अफ प्लेन कोल्याप्स पनि भएको हुनसक्छ। अब प्लास्टरहरू मलाई लाग्छ धेरै प्लास्टर चाहिँ आउट अफ प्लेन भनेको त्यसलाई चाहिँ अब डिल्यामिनेसन प्लास्टर डिल्यामिनेसन भन्नु पर्यो होइन। अब बााउन्ड्री वालदेखि नै लगाएको छ भने बााउन्ड्री वाल पनि अब सिङ्गल वाइट भनेको एउटा स्ट्रेचर बोनवाला बााउन्ड्री वाल छ भने चाहिँ पार्टिसन वाल र बााउन्ड्री वालको सेम मेकानिजम देखिन सक्छ, त्यसमा पनि आउट अफ प्लेन कोल्याप्स हुनसक्छ। ल्याडरहरू अघि मैले भने जस्तै नन लोड बियरिङ स्ट्रक्चरहरूमा चाहिँ नि यो ल्याडरहरू भर्टिकल ट्रान्सपोर्ट सिस्टममा युज गरेको छ भने तिनीहरूमा बर्न हुनसक्छ। यदि टिम्बर टाइपको छ भने चाहिँ त्यो च्यारिङ भएको हुनसक्छ। त्यस्तै गरेर अब स्टेयरकेस रेलिङहरू, स्टेयरकेसमा को साइडमा भएको रेलिङहरू, अनि त्यस्तै गरेर चाहिँ नि ल्याडरको साइडमा भएको रेलिङमा, अनि अरू जस्तै भाटभटेनीको केसमा चाहिँ नि उनीहरूको लुबरिङ गरेको हुन्छ, क्लेडिङ एक्सटर्नल फसाद चाहिँ उनीहरूको ग्लेज गरेको हुन्छ। त्यो ग्लेजहरू चाहिँ नि हाई हिटको बेलामा आउट अफ प्लेन कोल्याप्स हुन्छ भनेको ब्रिटल कोल्याप्स पनि हुनसक्छ, अथवा आउट अफ प्लेनमा चाहिँ उनीहरू झर्छ। अब त्यो चाहिँ याद गर्न सकिन्छ होइन कुन लेभलको ड्यामेज भयो भनेर। प्यारापेट्सहरू वालको प्यारापेट वाल भनेको चाहिँ टपको वालहरू, पेडिमेन्ट भनेको प्रोजेक्सनहरू, नमस्ते टाइपका पेडिमेन्टहरू पनि हामी कहाँ हुन सक्छन्। अब त्यसमा पनि ड्यामेज हुनसक्छ, तर त्यसको ड्यामेज मेकानिजम भनेको चाहिँ नि त्यो इन्फिल वाल अथवा चाहिँ नि पार्टिसनहरूको जस्तै हुनसक्छ, किनभने तिनीहरू पनि यिनीहरू चाहिँ अनसपोर्टेड वाल भएको भएर। अब मेन इस्यु भनेको चाहिँ अब मलाई लाग्छ अहिले जति जलेको त्यो भनेको चाहिँ अलिकति बेटर कन्स्ट्रक्सनहरू हुनाले धेरै जसो घरहरूमा चाहिँ नि सस्पेन्डेड सिलिङ्सहरू, सस्पेन्डेड फ्लोरिङ भन्दा पनि सस्पेन्डेड सिलिङ्स नै फल सिलिङहरू चाहिँ नि युज भएको हुनसक्छ। फल सिलिङमा चाहिँ नि अब त्यो हाइली फ्लेमेबल मेटेरियलहरू पनि युज भएको हुनसक्छ। फल सिलिङ चाहिँ मलाई लाग्छ सायद धेरै ठाउँमा चाहिँ नि फुल्ली कोल्याप्स भएको छ अथवा टोटली बर्न्ड भएको छ। यदि त्यो टोटली बर्न्ड भएको छ फल सिलिङ र त्यसमाथि चाहिँ नि बिमहरूमा चाहिँ नि इम्प्याक्ट परेको छ भने चाहिँ बिम बक्कल भएको हुनसक्छ।
बिम चाहिँ ग्लोबल कन्टेक्स्टमै बक्कल भएको हुनसक्छ। ग्लोबल कन्टेक्स्टमा बक्कल हुनु भनेको चाहिँ के हो भन्दाखेरि अघि हामीले रेइन्फोर्समेन्ट बक्लिङको चाहिँ कुरा गरिरहेको थियौँ, तर अब बिम नै डिफ्लेक्ट भइरहेको हुनसक्छ। अब त्यो हाई हिटमा चाहिँ त्यो बिम डिफ्लेक्सनको पनि चान्स हुन्छ। र फर्निचरको कुरा, अब यो चाहिँ बिल्डिङ कन्टेन्ट अन्तर्गत पर्छ। यो बिल्डिङ कन्टेन्ट फर्निचरहरू चाहिँ चेयर्स टेबल्स यिनीहरू अब मलाई लाग्छ सबै अलमोस्ट एभ्री चेयर टेबल्सहरू भनेको चाहिँ इदर प्लास्टिक हुन्छ अथवा चाहिँ नि वुडन हुन्छ। यिनीहरू चाहिँ च्यारिङ नै भएको हुनुपर्छ होइन। क्याबिनेट्स कपबोर्ड्सहरू यो दुईवटा पनि वुडन हुने चान्स हाई हुन्छ, अथवा यदि स्टिल छ भने पनि त्यसमा रेस्पेक्टिभ मेकानिजमहरू चाहिँ डेभलप भएको हुन्छ। ऱ्याक्सहरूको पनि सेम कुरा हो। सुरज नेक्स्ट। अब यसलाई चाहिँ कसरी राख्ने त भन्दाखेरि अहिले यो लेटली स्ट्रक्चरल इन्जिनियरिङमा ड्यामेज अथवा यो रिइन्सुरेन्स इन्सुरेन्स सर्वेइङमा चाहिँ के कुरा एकदम प्रोनाउन्स भएर आइरहेको छ त भन्दाखेरि हामीले कन्भेन्सनली युज गर्ने जुन ड्यामेज ग्रेडिङ सिस्टम थियो त्यो ड्यामेज ग्रेडिङ सिस्टम चाहिँ एकदमै स्क्याटर्ड छ, जसले गर्दा चाहिँ बायस हुने चान्स एकदम हाई छ। किन भन्दाखेरि मान्छेलाई सेकेन्ड लेभल अफ ड्यामेज र थर्ड लेभल अफ ड्यामेजको बिचमा कसरी डिस्टिङ्ग्विस गर्ने भन्ने थाहा हुँदैन। थर्ड र फोर्थको बिचमा डिस्टिङ्ग्विस गर्न एकदम एक्सपिरियन्स सर्भेयरहरूलाई पनि एकदमै गाह्रो हुन्छ। त्यस कारणले गर्दा चाहिँ अब मलाई लाग्छ यसमा चाहिँ सिम्प्लिफाइड अप्रोच युज गर्नुपर्छ। त्यस सबैजनासँग चाहिँ स्केलहरू भइ नै हाल्छ होइन, अथवा चाहिँ पेपर स्केल बेटर होला। यसमा चाहिँ पेपर स्केल लिएर गएर चाहिँ क्र्याक विड्थको आधारमा चाहिँ हामीले मेजर गऱ्यौँ र त्यसको चाहिँ लाइकली इन्टरभेन्सन के हुनसक्छ भनेर चाहिँ हामीले इन्टरभेन्सनमा हिसाब गऱ्यौँ भने, अथवा चाहिँ इन्टरभेन्सनलाई माइन्डमा राख्यौँ भने चाहिँ त्यो चाहिँ अलिकति अब्जेक्टिभ टाइपको सर्वे हुनसक्छ। त्यो भयो भने चाहिँ हामी हरेक एलिमेन्टलाई, जस्तै हरेक ठाउँमा ग्लोबल इन्टरभेन्सन जरुरी नहुन सक्छ, एउटा कलम मात्रै ड्यामेज भएको हुनसक्छ। त्यो कलमलाई के गर्ने त भन्ने कुरा पनि हामीलाई त्यही थाहा हुन्छ। यो चाहिँ एउटा फायर टेस्टिङबाटै निकालेको हुनाले मलाई लाग्छ यो चाहिँ ट्रस्टेड सिस्टम पनि हो होइन। क्र्याक्सहरू चाहिँ लेस देन 0.2 mm भयो भने चाहिँ एकदमै यो हेयरलाइन जस्तै क्र्याक भयो, यस्तो क्र्याक मात्रै छ भने चाहिँ यसलाई रिपेयर गरेर प्लास्टरिङ गरेर भयो। अनि डिस्टिङ क्र्याकहरू 0.2 देखि 1 mm को बिचमा छ भने चाहिँ रेनोभेसन गर्नुपर्ने हुनसक्छ। अनि अब 1 देखि 2 mm भयो भने स्पेलिङ नै भएको हुन्छ, त्यसलाई चाहिँ रेनोभेट गरेर अथवा स्ट्रेन्थेन गर्नुपर्ने हुनसक्छ। सर्टेन मोडिफिकेसनहरू जरुरी हुनसक्छ। रिबार एक्सपोज भयो, रिबारहरू चाहिँ बक्कल भएको छ भने चाहिँ त्यसलाई स्ट्रेन्थेनिङ अभियसली गर्नु पर्यो होइन। ग्रेटर देन 2 mm क्र्याक छ भने त्यस्तै गरेर चाहिँ एक्सपोज रिबार, अब त्यसमा चाहिँ सोए कलम नै सोए जस्तो भएको छ, बिम नै सोए जस्तो भएको छ, स्ल्याबहरू नै डिफ्लेक्ट भएको छ भने चाहिँ त्यसलाई चाहिँ अब रिकन्स्ट्रक्सन गर्नुपर्ने हुनसक्छ। त्यस कारणले अब यो चाहिँ प्रोपोजल हो होइन। अब जस्तै हामी कुन टाइपमा जाने भन्ने कुरा चाहिँ सायद अब धेरै कुराले गभर्न गर्छ। अब यो चाहिँ एउटा त्यही भएर यसरी क्याटेगोराइज गर्न सकिन्छ भन्ने कुरा चाहिँ मेरो एउटा यो प्रोपोजल जस्तो हो। अब त्यो अघि योभन्दा अगाडि मैले डिस्कस गरेको कुरा चाहिँ बेसिकली रेइन्फोर्स्ड कङ्क्रिट स्ट्रक्चरमा काम लाग्छ। रेइन्फोर्स्ड कङ्क्रिट स्ट्रक्चर मलाई लाग्छ मेजोरिटी स्ट्रक्चर्स रेइन्फोर्स्ड कङ्क्रिट स्ट्रक्चर्स नै थियो यो फायरले इम्प्याक्ट गरेको पनि। तर अब हामीसँग अदर टाइपको स्ट्रक्चर पनि छन्, जस्तै मलाई याद भएसम्म कतिपय मेसनरी स्ट्रक्चरहरू पनि जलाएको छ। तर अब एक दुईवटा कन्टेन्सस केसेसहरू छ, जस्तो सिंहदरबारको चाहिँ नि अब वेस्ट विङ भनेको चाहिँ फेरि अब त्यसलाई के भन्ने, अब त्यो स्ट्रक्चर सिस्टम अलिकति कन्फ्युजिङ छ। बाँकी तीनवटा विङहरू चाहिँ नि अब सियर वाल सिस्टममै गएको छन् होइन। टोटली वाल ज्याकेट गरेको हुनाले सियर वालै भयो, तर वेस्ट विङ चाहिँ अलिकति स्टिल सिटहरू चाहिँ इन्जेक्ट गरेर चाहिँ रेट्रोफिट गरेको छ। अब त्यो ठ्याक्कै यही नै हो भनेर चाहिँ भन्न गाह्रो हुन्छ। अब बबरमलमा चाहिँ जिएफआरबी रेट्रोफिटिङ गरेको छ होइन। त्यस कारणले अदर टाइपको स्ट्रक्चरहरू पनि धेरै हुनाले चाहिँ अब अलिकति सिम्प्लिफाइड टाइपको ड्यामेज एलोकेसन सिस्टम चाहिँ हामीले डेभलप गरेर इम्प्लिमेन्ट गर्नुपर्छ जस्तो लाग्छ। यो एउटा प्रपोजल हो होइन, यो केही पनि भएको छैन, नन इफेक्टिभ भइहाल्यो। माइनर डिस्कलरेसन मात्रै भएको छ, स्पेलिङहरू भएको छैन भने त्यसलाई चाहिँ अब हामी सिम्पल प्लास्टरिङ गरेर चाहिँ चलाउन सकिने भयौँ। भिजिबल क्र्याक्स छ, इन्टेन्स डिस्कलरेसनहरू छ, मोडरली बन्ड छ होइन, सर्टेन एक्सपोज नै भएको छ भने चाहिँ त्यस्तोलाई अब रेनोभेसन गर्नुपर्ने भयो होइन।
त्यस्तै गरी स्पेलिङ भएको छ, स्पेलिङ भइसके पछाडि रिबार एक्सपोज हुन्छ, त्यो भइसके पछाडि त्यसलाई स्ट्रेन्थेन गर्नुपर्छ, त्यो सेफ साइड हो हैन। त्यसपछि कोल्याप्स भइसकेपछि त रिप्लेसमेन्ट गर्नुपर्छ। त्यस कारणले यो चाहिँ मलाई लाग्छ धेरै कन्फ्युजन हुनेवाला ग्रेडिङ सिस्टम छैन, किनभने अब जुनसुकै एसेसमेन्टहरूको फाइनल पर्पज चाहिँ के हो त भन्दाखेरि कन्ज्युमरलाई अथवा युजरलाई चाहिँ नि अब यस्तो गर्नुपर्छ, अब यो पछाडिको डिसिजन यो हो भनेर हामीले दिन सक्नुपर्छ, इन्जिनियरिङ जजमेन्ट होइन। त्यसको लागि चाहिँ नि अब सिम्प्लिफाइड टाइपको चाहिँ नि ड्यामेज एलोकेसन सिस्टम चाहिँ डेभलप गर्न जरुरी छ। यो एउटा प्रपोजल हो हैन। सुरज नेक्स्ट। अब यो एप्रोक्सिमेट इक्विभ्यालेन्ट टेम्परेचर भन्ने कुरा चाहिँ यो एक्सपेरिमेन्टल कुराबाट आएको हो। यसले चाहिँ हामीलाई सर्टेन कुरा भन्दा पनि बेसिकली भोलि हामी डिजाइनको फेजमा चाहिँ यसले धेरै हेल्प गर्छ, किनभने डिजाइनको बेलामा हामीलाई थर्मल लोड युज गर्नुपर्ने हुन्छ। थर्मल लोडिङको लागि हामीलाई टेम्परेचर कति टेम्परेचरमा चाहिँ फायर पुगेको थियो त भन्ने कुरा चाहिन्छ। त्यस कारणले अब यो एम्पेरिकल जजमेन्ट त हो, तर यो अलिकति बढी नै साइन्टिफिक हुन्छ हैन। त्यस कारण यो पनि हामीले सकेसम्म चाहिँ प्र्याक्टिस गरौँ हैन। अब कलरको आधारमा, एपियरेन्सको आधारमा र कन्डिसनको आधारमा रेन्ज दिएको छ, टेम्परेचरको रेन्ज। अब हामी त्यहाँ कलर पिङ्क टु रेड भएको छ भने 300 to 600 भनेर लेख्न सक्यो कुनै पनि कम्पोनेन्टको लागि। सपोज हामी एउटा कलममा गएर चाहिँ एसेसमेन्ट गरिरहेछौँ र कलमको कलर चाहिँ पिङ्क टु रेड अथवा पिङ्क मात्रै देखिएको छ भने चाहिँ हामीले त्यसलाई सिम्पली नोट डाउन गर्न सक्छौँ 300 to 600 डिग्री चाहिँ सेन्टिग्रेड पुगेको छ। अब अभियसली हामी एज अ डिजाइनर पर्सपेक्टिभमा त हामी 600 डिग्रीको थर्मल लोडिङमा चाहिँ हेर्छौँ होइन। त्यो पछि त्यो चाहिँ अब त्यसको क्यापासिटी टेस्ट गर्ने नै हो डिजाइन भने। त्यस्तै गरेर वाइट स्क्रे बफ भएको छ कि होइन। अनि त्योभन्दा अरू पनि प्यारामिटर छ, सिम्पली चेक गर्न सकिन्छ। मलाई लाग्छ कलर चाहिँ एकदम मोस्ट कमन हुनसक्छ, किनभने सर्फेस क्र्याकिङहरू त्यो भन्दा पनि होइन। साउन्ड टेस्टको लागि चाहिँ अलिकति गाह्रो छ होइन। नेक्स्ट सुरज। ओके, अब यो भन्दा पछाडि चाहिँ अब अरू पनि पोसिबिलिटी छन्, किन भन्दाखेरि त्यही स्ट्रक्चरहरू भोलि हामीले अर्थक्वेकको हिसाबमा पनि हेर्नुपर्ने हुनसक्छ, अथवा अरू लोडिङ त अब त्यति नहोला होइन। विन्डहरूको लोडिङ हामी त्यति धेरै हुँदैन हाम्रो देशमा, तर अर्थक्वेक रेसिस्टेन्सको हिसाबले पनि हेर्ने भने चाहिँ अब कुनै पनि यदि एबेन्डन टाइपकै स्ट्रक्चर छ, त्यो इन्टरभेन्सन भएको छैन अथवा केही चिज भत्केर बाहिर खसिरहेछ, कुनै स्ट्रक्चरको पर्टिकुलर पोर्सनबाट भत्किया छ र अथवा स्पेलिङ भएको कुनै कङ्क्रिटको चाहिँ लम्प छ भने चाहिँ त्यसलाई कोर कटिङ गरेर चाहिँ ल्याएर, अथवा चाहिँ नि कुनै बिग्रिरहेको मेम्बर छ भने त्यहाँबाट कोर कटिङ गर्न मिल्छ भने चाहिँ सबैभन्दा सेफ साइड भनेको चाहिँ कोर कटिङ हो। किन अब थर्मल लोडिङ पछाडि चाहिँ नि कम्प्रेसिभ क्यापासिटी रिड्युस हुन्छ भने त्यो एकदमै जस्टिफाइड कुरा हो। स्पेसली 300-400 डिग्री सेन्टिग्रेड 500-600 डिग्री सेन्टिग्रेड पुगेको छ भने त त्यसको चाहिँ त्यो कम्प्रेसिभ फोर्स रिडक्सन, कम्प्रेसिभ स्ट्रेङ्थ रिडक्सन क्यापासिटी भनेको त अलमोस्ट नल जस्तो एकदमै हाई हुन्छ। कम्प्रेसिभ स्ट्रेङ्थ चाहिँ रिड्युस भइसकेको हुन्छ। त्यो कम्प्रेसिभ स्ट्रेङ्थ रिड्युस भयो भने फेरि हामीले त्यो कङ्क्रिटलाई चाहिँ नि काउन्ट गर्न मिलेन, टोटल स्ट्रेन्थेनिङ गर्नु पर्यो अथवा रिकन्स्ट्रक्सन गर्नु पर्यो। त्यसको लागि चाहिँ नि अब एक्ज्याक्ट जजमेन्ट चाहिँ मलाई लाग्छ कोर कटिङ गर्ने होइन। कोर कटिङ गरेर चाहिँ सानो सानो क्युबहरू निकाल्न सक्यो भने त्यो क्युबहरूलाई चाहिँ ल्याबोरेटरीमा टेस्ट गरेर हामीले भन्न सक्छौँ यति चाहिँ कङ्क्रिटको स्ट्रेङ्थ यति थियो भनेर। त्यो कुरा चाहिँ नि त्यो पर्टिकुलर एन्टिटी अथवा त्यो फेसिलिटी डिजाइनको बेलामा युज गरेको कङ्क्रिटको ग्रेडसँग कम्पेयर गर्ने बित्तिकै थाहा हुन्छ हामीलाई कति चाहिँ नि कङ्क्रिटको स्ट्रेङ्थ चेन्ज भइरहेको छ भनेर। त्यसको आधारमा फर्दर जजमेन्ट गर्न सकिन्छ हैन। अनि यो डिजाइनमा पनि उतिकै काम लाग्छ, किनभने भोलि तपाईँलाई कसैले आएर रेट्रोफिटिङ डिजाइन गर्नु पर्यो भने के बेसिसमा गर्ने त? कङ्क्रिट रिप्लेस गर्ने कि नगर्ने, कोर रिप्लेस गर्ने कि नगर्ने, अथवा चाहिँ नि कभर रिप्लेस गर्ने कि नगर्ने, रेइन्फोर्समेन्ट रिप्लेस गर्ने कि नगर्ने, अथवा होल मेम्बरै रिप्लेस गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ नि अब हामीलाई त्यहीँबाट थाहा हुन्छ। त्यही भएर सकेसम्म यदि पोसिबल छ भने चाहिँ नि मटेरियल कलेक्सन गर्न जरुरी हुन्छ होइन। तर अब मलाई लाग्छ यो के भन्छ यो हाम्रो अख्तियारले युज गर्ने यो एन्टी स्मिथ ह्यामर के अरे यो अल्ट्रासोनिक पल्स भेलोसिटी मिटरहरूले यिनीहरूले चाहिँ खासै धेरै आइडिया दिँदैन। किन यो हाम्रोमा अब सर्फेस फिनिस राम्रैसँग गरिदिएको हुन्छ, सर्फेस फिनिस राम्रैसँग गरिदिएर अब चिल्लो बनाएर राखिदिएको छ भने अब स्क्रच गरेर भित्र गएर टेस्ट गर्न पनि गाह्रो छ होइन। अनि
त्यही भएर चाहिँ स्मिथ ह्यामरहरू यो अल्ट्रासोनिक पल्स भेलोसिटी मिटरहरूको चाहिँ त्यति धेरै ट्रस्टेड रिजल्ट निकाल्न सकिँदैन जस्तो लाग्छ मलाई हैन। अब थर्मल स्क्यानरहरू सायद हाम्रो देशमा छैन। थर्मल स्क्यानर हुने भने चाहिँ त्यो स्ट्रेनको प्रोफाइल नै आउँछ, त्यही भएर चाहिँ वालमा अथवा चाहिँ सर्टेन डेप्थसम्म चाहिँ इभन कलममा बिममा अनि इभन स्ल्याबमा सबै ठाउँमा चाहिँ स्क्यान गरेर कन्टुरको आधारमा चाहिँ जज गर्न सकिन्थ्यो हैन थर्मल स्क्यानर छ भएको भए चाहिँ। तर मलाई थाहा भएन अब थर्मल स्क्यानर छ कि छैन। ग्राउन्ड बेस्ड लाइडार अथवा रेडारहरू चाहिँ अब अलिकति एक्सपेन्सिभ टाइपको मेकानिजम भयो। यिनीहरूले पनि त्यो थर्मल स्क्यानरले जस्तै चाहिँ अब स्क्यान गर्न सक्छन् अनि हामीलाई थाहा हुन्छ त्यो कन्टुरको आधारमा चाहिँ हामी जज गर्न पनि सक्छौँ। हामीले युज गरेका थियौँ 2015को अर्थक्वेक पछाडि ग्राउन्ड बेस्ड लाइडर त। तर अब मलाई लाग्छ त्यो त्यति प्र्याक्टिकल हुँदैन हरेक ठाउँमा त्यो गरिराख्न। अनि भाइब्रेसन टाइम सिरिज रेकर्ड गर्नु पनि एउटा हो, तर अब यसमा समस्या चाहिँ हेल्थ मोनिटरिङको लागि एकदम एक्सटेन्सिभली युज त गरिन्छ पोस्ट फायर केसमा पनि। तर समस्या चाहिँ के हो भने अब प्रिभियस रेकर्डिङ छैन। प्रिभियस रेकर्डिङ नभइसके पछाडि स्टिफनेस कति लुज भयो भन्ने कुरा अब चेक गर्ने बेन्चमार्क नै छैन। अलरेडी फेलासियस कन्स्ट्रक्सन भएको पनि हुनसक्छ, त्यसको कारणले गर्दा चाहिँ नि अलरेडी स्टिफनेस कम पनि हुनसक्छ हैन त्यो। त्यही भएर अब तर सर्टेन एनोमली डिटेक्सनका टेक्निकहरू त छन् अब, तर पनि मलाई लाग्छ कमसेकम 30 मिनट्सको टाइम सिरिज रेकर्ड गर्नुपर्छ। त्यो रेकर्ड गर्नको लागि पर्मिसनदेखि लिएर सबै कुरा च्यालेन्जिङ हुन्छ। मेरो हिसाबमा त बेस्ट भने चाहिँ नि कुनै स्क्रैपको रूपमा चाहिँ नि मटेरियल छ भने चाहिँ त्यो कलेक्सन गर्ने, त्यसलाई ल्याएर ल्याबोरेटरीमा टेस्ट गर्ने, त्यो चाहिँ एउटा सबैभन्दा बेस्ट अप्सन हुनसक्छ नन डिस्ट्रक्टिभ र सेमी डिस्ट्रक्टिभ इभ्यालुएसनको लागि। सुरज नेक्स्ट। अब यो डिटेल एसेसमेन्टको बारेमा मलाई म त्यति धेरै जान चाहन्न हैन। अब मैले अघि सुरुमै भनेको कुरा के भन्दा मेकानिजम कम्प्लेक्स छ, कन्डक्सन कन्भेक्सन र रेडिएसन तीनटै मोडलिङ गर्नुपर्छ र एकदम हाई एन्ड मेकानिकल इन्जिनियरिङ यसमा डिप्लोय हुन्छ। मैले अघि नै भनिहालेँ यो चाहिँ ट्रेडिसनल हामीले प्र्याक्टिस स्ट्रक्चरल इन्जिनियरिङमा प्र्याक्टिस गरिराखेको डिस्प्लेसमेन्ट बेस्ड अप्रोचले चाहिँ यो प्रब्लम सल्भ हुँदैन। यो स्ट्रेस बेस्ड अप्रोचमा जानुपर्छ र मेकानिकल बढी यसमा चाहिँ नि कन्ट्रिब्युसन मेकानिकल इन्जिनियरिङ हुनुपर्छ हैन। किनभने थर्मल लोडिङ अन्तर्गत हामीले लोड के अरे थर्मल रेस्पोन्स एनालिसिस चाहिँ बेसिकली सिभिल इन्जिनियरिङमा स्ट्रक्चरल इन्जिनियरिङमा त्यति धेरै गरे आउँदैन हैन। अब अर्को कुरा हामीले ध्यान दिनुपर्ने कुरा हामीले अर्थक्वेक इन्जिनियरिङमा जे प्र्याक्टिस गरिरहेछौँ, स्ट्रक्चरल इन्जिनियरिङमा जे प्र्याक्टिस गरिरहेछौँ त्यो टाइपको चाहिँ नि ड्यामेज मेकानिजमहरू एक्सपेक्ट नगरौँ हैन। ड्यामेज मेकानिजमहरू सर्टेन चेन्ज हुन्छ, त्यसलाई एन्डोर्स गरेर चाहिँ हामी फिल्डमा जाँदा चाहिँ मलाई लाग्छ बेटर आइडिया हुन्छ र त्यसबाट अलिकति फ्रुटफुल कुराहरू चाहिँ निकाल्न सकिन्छ। सुरज नेक्स्ट। अब यो वर्क फ्लोमा म त्यति धेरै जाँदिनँ अब यसमा, यो किनभने स्लाइड चाहिँ सबैलाई सेयर हुन्छ हैन, यो एकचोटि हेरेर जाँदा हुन्छ हैन। अनि अब त्यही नै हो, मैले मेरो फाइनल एउटा सजेसन त्यही नै हो। किन भन्दाखेरि यसमा अघि मैले भने जस्तै मेकानिकल इन्जिनियरिङको पनि अलिकति कन्ट्रिब्युसन चाहिन्छ र अब मलाई लाग्छ तपाईँहरूको केही क्वेसन छ भने चाहिँ अब म चाहिँ त्यसलाई एड्रेस गर्छु। मलाई लाग्छ मेरो चाहिँ त्यति नै हो स्लाइड। यहाँ सर्टेन पिक्चरहरू छ हैन। पिक्चरहरू चाहिँ अब यो फर्स्टको सबैभन्दा लेफ्टको पिक्चर भनेको चाहिँ बक्कल भएर देखिने मेकानिजम हो। नेक्स्टमा चाहिँ त्यो जोइन्ट ड्यामेजको मेकानिजम हो। सेकेन्ड थर्डमा चाहिँ तपाईँको स्ट्रक्चरल मेम्बरै कोल्याप्स भएको छ हैन, टियरिङ भएर टियर भएर गएको छ हैन। फोर्थमा चाहिँ सबैभन्दा बटममा तपाईँहरूले मोस्टली देख्नुहुने भनेको चाहिँ यसरी स्प्याल भएको देख्नुहुन्छ होला हैन। यो चाहिँ मैले सुरुमा पनि भनेको थिएँ स्ट्रक्चरल फायर इन्जिनियरिङ त्यति डेभलप छैन, त्यस कारणले के कति मेकानिजम हामी देख्छौँ सायद अब हामी चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ होला हैन। ग्लोबल ल्यान्डस्केपमा चाहिँ हाम्रो कन्ट्रिब्युसन चाहिँ बेटर हुन्छ होला मलाई लागेको चाहिँ त्यो। किनभने ग्रेनफिल्ड टावरमा पनि त्यति धेरै मेकानिजमहरू देखिएन, किनभने त्यो अर्गेनाइजरले चाहिँ त्यो गयो हैन। 9/11 पछाडि अब 9/11 को केस चाहिँ मोस्टली अब इम्प्याक्ट लोडिङ भएको भएर एक्ज्याक्टली स्ट्रक्चरल फायर इन्जिनियरिङमा कन्ट्रिब्युसन गरेन, तर फायरको चाहिँ केसहरू त्यहाँबाट जेनरेट चाहिँ भएको हो। तर अब हामीले देख्ने मलाई लाग्छ
मेकानिजम्स चाहिँ हामीलाई एकदमै इम्पोर्टेन्ट छ। त्यसले चाहिँ स्ट्रक्चरल फायर इन्जिनियरिङको ग्रोथमा चाहिँ कन्ट्रिब्युट गर्छ भन्ने मेरो पर्सपेक्टिभ हो। अब तपाईँहरूको क्वेसन केही छ भने चाहिँ अब म रेस्पोन्ड गर्छु, किनभने मैले चाहिँ पोस्ट इभेन्ट, पोस्ट नेचुरल ह्याजर्ड्स इभेन्ट अथवा पोस्ट ह्याजर्ड इभेन्टहरूमा चाहिँ अलिकति कन्ट्रिब्युसन गरिराखेको भएर के च्यालेन्ज आउन सक्छ अथवा के हेर्नुपर्छ भन्ने कुरा चाहिँ अब मलाई अलि एक्सपिरियन्स छ होइन। त्यसको आधारमा चाहिँ केही क्वेसन छ भने चाहिँ म एड्रेस गर्छु, प्लिज। हस्, थ्याङ्क यू सो मच दिपेन्द्र सर। एकदमै कम्प्रिहेन्सिभ रूपमा उहाँले प्रस्तुति दिइसक्नु भएको छ। यही बिचमा चाहिँ हाम्रो कतिपय साथीहरूले सायद अलिअलि एक्सपिरियन्स पनि अहिले गरिरहनु भएको छ, फिल्डतिर गइरहनु भएको छ होइन। केही त्यस्ता च्यालेन्जेसहरू अथवा केही त्यस्ता हजुरहरूको साइडबाट केही कुराहरू छन् भने त्यसलाई पनि हामी अहिले यहाँ सेयर गर्न सक्छौँ। र सँगसँगै मैले अर्को एउटा कुरा पनि यहाँ सेयर गर्न चाहेँ। नेपाल इन्जिनियर्स एसोसिएसन लगायतको अरू टिमहरूले पनि कतिपय कुराहरू गरिरहनु भएको छ, तर नेपालको केसमा भने अहिलेसम्म पनि अब फ्रेमवर्कको रूपमा चाहिँ हामीसँग कतिपय कुराहरू इस्टाब्लिस नभइरहँदाखेरि चाहिँ कतिपय चिजहरूमा हामीले अथवा कुनै संरचनालाई कसैको रिकमेन्डेसनमा अथवा सजेसनमा सिधै रेड स्टिकर लगाउने लगायतका यस्ता यस्ता चिजहरूमा चाहिँ एकदमै धेरै चाहिँ हामी चनाखो रहनुपर्छ होइन। किनभने यो चिज एकदमै सेन्सिटिभ पनि हो र यसलाई गर्नको लागि एउटा निश्चित निकायबाट म्यान्डेट पनि आवश्यक पर्ने हुन्छ। त्यस कारणले यो चिजहरूमा चाहिँ हामी अलिकति सेन्सिटिभ हुनुपर्छ होला। र सँगसँगै विभिन्न प्र्याक्टिसेसहरू बाहिरतिरको कुराहरूलाई पनि हामीले हेरेर एउटा सानो एउटा एसेसमेन्टको लागि चाहिँ चेकलिस्ट जस्तो पनि हामीले निर्माण गर्दैछौँ र त्यो बारेमा चाहिँ हामी हजुरहरूलाई पनि छिटै नै सेयर गर्नेछौँ। र केही त्यस्तो हजुरहरूले पनि बनाउनु भएको छ भने त्यो कुरालाई पनि हामीले ख्याल गर्छौँ होला। र सँगसँगै मैले अहिले Q&A सेसनमा जानुभन्दा अगाडि तपाईहरुमध्ये हामीले चाहिँ आज केही साथीहरुसँग प्रिलिमिनरी छलफल गर्दाखेरि चाहिँ कमिटमेन्टहरु पनि प्राप्त भइरहेको छ हैन। को अहिले कुन लोकेसनमा बेस्ट हुनुहुन्छ र उहाँहरुको अवेलेबिलिटी कहिलेदेखि कहिलेसम्म चाहिँ उहाँहरुले काम गर्न अथवा भलन्टियर हामीलाई चाहिँ गर्न भ्याउनुहुन्छ भन्ने पार्टमा चाहिँ यसरी चाहिँ टाइमहरु दिनु भएको छ। कतिपय साथीहरु दशैं सप्तमी हैन अथवा घटस्थापनासम्म चाहिँ काठमाडौँ रहने हुँदाखेरि चाहिँ त्यो टाइममा चाहिँ एज अ भलन्टियरको रूपमा सपोर्ट गर्न इन्ट्रेस्टेड हुनुहुन्छ। त्यसै गरी आउट अफ भ्यालीमा पनि हजुरहरुले यस्तो किसिमको टिमहरु यदि निर्माण गरिरहनु भएको छ भने त्यो चीजलाई चाहिँ एक त सेन्ट्रल कलेक्सन पनि सेन्ट्रल एउटा इन्भेन्ट्री बनाऊँ हैन। त्यो सेन्ट्रल इन्भेन्ट्रीमा हजुरहरुको को कहिले विलिङ हजुरहरुको विलिङनेस पनि भयो र सँगसँगै तपाईहरुको कमिटमेन्ट पनि यदि हामीलाई चाहिँ प्राप्त भयो भने त्यसलाई चाहिँ हामी एउटा सेन्ट्रलाइज्ड एउटा इन्भेन्ट्री सिस्टम पनि बनाउँछौं र एउटा व्हाट्सएप ग्रुपमा चाहिँ विभिन्न ठाउँका अपडेटहरु केही त्यस्ता सपोर्टमा चाहिने कुराहरु केही छन् भने त्यसलाई पनि हामी चाहिँ हजुरहरुमा शेयर गर्ने छौं। र यही बीचमा चाहिँ हाम्रो विशेष गरी राजेन्द्र गौतम सर लगायतको टिमहरुले चाहिँ र सँगसँगै हाम्रो सुगन्ध सर त्यसै गरी 26 सरहरुले चाहिँ अहिले विभिन्न ठाउँहरुमा यसरी भिजिट पनि गरिरहनु भएको छ। त्यसका केही तस्बिरहरु मैले अहिले हजुरहरुमा देखाउन चाहे र विभिन्न ठाउँमा कामहरु पनि भइरहेको छ। यदि राजेन्द्र सरले केही छोटोमा केही भन्नुहुन्छ भने हजुरले पनि थप्न सक्नुहुन्छ हैन। र त्यसपछि चाहिँ अनि हामी यो Q&A सेसन चाहिँ सुरु गर्छौं र हजुरहरुको केही त्यस्ता क्वेशनहरु छ भने चाहिँ हामीले अब लिन सक्छौं। यो चाहिँ हामीले अहिले र्यापिडली भिजिट गरेको ठाउँका चाहिँ तस्बिरहरु यहाँ देखिरहेका छौं। यसरी चाहिँ रिइन्फोर्समेन्टहरु एक्सपोज भएका पिक्चरहरु देख्न सक्छौं। अब स्मोकको कारणले गर्दाखेरि यो कालो भएको चीजहरुलाई चाहिँ अब प्लास्टरहरुलाई कोतारेर हेर्ने जुन अघि दिपेन्द्र सरले टेम्परेचर के रे कलरको कुरा गर्नु भएको छ हैन। कति टेम्परेचर कस्तो कलर एपियरेन्सले पनि टेन्टेटिभ हामीले चाहिँ एक्सप्लोर गर्न सक्छौं। यसलाई चाहिँ थप फर्दर डिटेल ड्यामेज असेसमेन्ट आवश्यक छ या छैन भन्ने पाटोमा त्यसले पनि केही चाहिँ एउटा हिन्ट दिने भएको हुँदाखेरि यो चीजहरुमा पनि अलिकति हामी चाहिँ सजग रहनु पर्यो भन्ने कुराहरु भयो। र मैले यति नै तपाईहरुमा शेयर गर्न चाहे र हामीसँग तपाईहरु सबैजनाको इमेल एड्रेस पनि उपलब्ध छ र त्यो इमेल एड्रेसमा चाहिँ यो स्लाइड सँगसँगै रेलेभेन्ट मटेरियलहरु चाहिँ हामीले शेयरिङ गर्ने छौं। र अब चाहिँ Q&A सेसनको लागि चाहिँ अगाडि बढ्छौं। यो बीचमा हाम्रो टिमबाट केही अरु केही थप्न चाहनुहुन्छ राजेन्द्र सर? त्यस्तै गरी हामीलाई समग्रमा यो ओभरअल यो इनिसिएसनलाई चाहिँ ड्राइभ गर्नलाई हाम्रो महासचिवज्यू हाम्रो राजन थापा सर हुनुहुन्छ, उहाँको तर्फबाट पनि केही छ भने
कुरा राखिदिनु होला। त्यस पछाडि हामी चाहिँ Q&A सेसनमा जान्छौँ र हामीले अहिलेसम्म प्राप्त भएको कमिटमेन्ट अनुसार भोलिदेखि नै साथीहरू चाहिँ फिल्डमा डिप्लोय हुन सक्ने भनेर चाहिँ भन्नुभएको छ। त्यसको लागि हामीले कोबो फर्म पनि डेभलप गर्दैछौँ र एउटा चेकलिस्ट पनि बनाउँदैछौँ। त्यो चिज पनि तपाईँहरूमा हामी सर्कुलेट गर्छौँ। यदि तपाईँहरूले चाहिँ गुगल फर्म भरिसक्नु भएको छैन अथवा चाहिँ हामीले जुन एउटा कल फर EY भनेर एउटा EY फर भलिन्टियर भनेर माग्दाखेरि यदि भर्नु भएको छैन भने त्यो गुगल फर्म पनि भरिदिनु होला र सँगसँगै आफ्नो टाइम कमिटमेन्ट म यति गतेदेखि यति गतेसम्म काठमाडौँमा हुन्छु अथवा फलानु ठाउँमा हुन्छु, त्यो बेलामा चाहिँ मैले सपोर्ट गर्न सक्छु भन्ने त्यस्ता कुराहरूलाई पनि कृपया चाहिँ यो हाम्रो च्याटमा पोस्ट गरिदिनु भए पनि हुन्छ अथवा चाहिँ यसलाई चाहिँ एउटा त्यही गुगल फर्ममा नै हजुरहरूले राखिदिनु भए पनि हुन्छ। एउटा क्वेसन चाहिँ when will our site investigation project start भन्नुभएको छ। यसलाई चाहिँ हामीले विभिन्न चरणमा जस्तै हजुरको पब्लिक बिल्डिङ र सँगसँगै यता प्राइभेट बिल्डिङ गरेर चाहिँ क्लस्टरहरू हामी छुट्याउँछौँ र बेस्ड अन एभाइलेबल भलिन्टियर र टिम मेम्बरमा मैले अघि दिपेन्द्र सरले पनि रिकमेन्ड गर्नुभएको छ स्ट्रक्चरल इन्जिनियरले लिड गर्ने टिममा चाहिँ त्यही अनुसारले हामीले टिम बनाउँदै जान्छौँ र निड बेसिस डिमान्ड बेसिसको आधारमा चाहिँ हामीले टिमलाई चाहिँ डिप्लोय गर्ने प्लान छ र सम्भवतः हामी भोलिदेखि नै यो काम चाहिँ अगाडि बढाउने चाहिँ तयारी रहेको छ। अरू केही छन् त्यस्ता क्वेरिजहरू हामी लिन सक्छौँ है अब, किनभने टाइम पनि धेरै भइसकेको छ। अनम्युट गरेर पनि राख्न सकिन्छ अथवा च्याट बक्समा पनि राख्न सकिन्छ। र यही बिचमा हामीसँग महासचिवज्यू राजन सर हुनुहुन्छ। राजन सर, हजुरको तर्फबाट केही कुराहरू छन्? धेरै धेरै धन्यवाद। सबैभन्दा पहिला यो कामको इनिसिएसन गर्ने र हाम्रो एक्सपर्टहरूलाई धन्यवाद भन्न चाहन्छु। अभियान हामीले राष्ट्रव्यापी अभियान सुरु गर्नुपर्ने छ। पब्लिक इन्फ्रास्ट्रक्चरको रिकन्स्ट्रक्सनको लागि ड्यामेज एसेसमेन्ट लगाएर काम गर्नुपर्ने छ। यसमा चाहिँ जोडिनको लागि सबै साथीलाई अनुरोध गर्छु। अरू खासै कुरा राखिन। हस्, धन्यवाद। हस्, थ्याङ्क यू। रोशन सर, हाम्रो चेकलिस्टहरू तयार भएको छ होइन? हामीले एक्चुअली यो सबैजनाले चाहिँ यो गुगल फर्ममा यदि भर्नु भएको छैन भने कृपया यसलाई चाहिँ भरिदिनु होला होइन? अनि त्यसमा चाहिँ हजुरहरूको इमेल हामीसँग प्राप्त हुन्छ र त्यस पश्चात चाहिँ हामीसँग भएका मेटेरियलहरू हजुरहरूलाई सेयर गर्छौँ। अनि यो स्लाइड पनि हजुर, स्लाइड सेयर गर्ने सिस्टम छ होइन? त्यो इमेलमा चाहिँ त्यो स्लाइडको PDF पनि पठाइदियो हुन्छ। हुन्छ सर। हामीसँग 78+ साथीहरू हुनुहुन्छ र त्यो मध्ये हामीले अलरेडी हामीसँग 12+ साथीहरूले चाहिँ कमिटमेन्ट दिइसक्नु भएको छ। अब अरू पनि हामी जोड्दै जानेछौँ होइन? फिल्डमा चेकलिस्टहरू अरू एसेसमेन्ट फर्म केही बनेको छ। त्यो चाहिँ कोबो टुल बक्सै बन्छ होइन? कोबो भनेर चाहिँ अफलाइन टुल हो, एकदम इजी हुन्छ। हजुर, हामीले कोबोमा राखेर त्यसलाई चाहिँ अफलाइन तपाईँहरूले एसेसमेन्ट गर्न सक्नुहुन्छ र त्यसलाई जब इन्टरनेट हुन्छ त्यो बेलामा सर्भरमा अपलोड गर्न सकिन्छ, त्यो युज गर्न सकियो। र क्राउड सोर्सिङको रूपमा चाहिँ यदि हजुरहरूको आफ्नो त्यो कोबोमा नै हामीले त्यो अप्सन पनि राख्छौँ। यदि नजिकै कतै त्यस्तो डिटेलली तपाईँहरू घरभित्रै गएर एसेस गर्न सक्नुहुन्न भने पनि एटलिस्ट यो ठाउँमा चाहिँ रियोट भएको थियो अथवा यहाँ चाहिँ आग लागि भएको थियो भन्ने खालको इन्फर्मेसन चाहिँ पठाइदिनु भयो भने पनि हामीलाई एटलिस्ट एउटा इन्भेन्ट्री चाहिँ बन्छ। किनभने अहिलेको समस्या चाहिँ कति ठाउँमा आग लागि भयो भन्ने कुराको तथ्याङ्कहरू पनि प्राप्त गर्न अलिक गाह्रो भइरहेको छ। आज बल्ल मैले एउटा यो भेहिकल कति सरकारी भेहिकल जले भन्ने चाहिँ एउटा तथ्याङ्क सरकारले सायद आज निकालेको छ होइन? झन्डै 1000+
भेहिकलहरू चाहिँ गाडी र बाइकहरू गरेर चाहिँ त्यत्रो चलेको भन्ने कुरा आएको छ। तर एज सच यो तथ्याङ्क बिल्डिङको हिसाबले चाहिँ त्यो जानकारी पनि तथ्य पनि उपलब्ध नहुँदाखेरि सायद अहिले हामीले गरेको यो किसिमको डेटाले पनि पछि फर्दर स्थानीय तहहरूलाई फर्दर काम गर्नको लागि पनि सपोर्ट हुन्छ र इभन हामीले जसले यो ऱ्यापिड भिजुअल एसेसमेन्टहरू गरिरहनु भएको छ उहाँहरूलाई पनि एटलिस्ट यो ठाउँमा चाहिँ यस्तो समस्याहरू छ भन्ने कुरा बारेमा चाहिँ आइडिया हुन्छ। त्यस कारणले एउटा क्राउड सोर्सिङ अभियानमा पनि यहाँहरूको चाहिँ सपोर्ट हामीले आशा गरेका छौँ। धेरै क्वेसनहरू चाहिँ अहिलेलाई आएन होइन। अब यो एक्चुअली गुगल फर्म चाहिँ सबैजनाले मैले फेरि पनि लिङ्क यहाँ च्याट बक्समा चाहिँ गुगल फर्मको लिङ्क राखिदिएको छु। इनकेस यहाँहरूले भर्नु भएको छैन भने यसमा चाहिँ तपाईँहरूले फिलअप गरिदिनु होला र भोलिबाट चाहिँ हामीले हजुरहरूलाई सबैजनाले जसले फर्म भर्नु भएको छ हामीले कल पनि गर्छौँ कार्यालयबाट र त्यस पश्चात चाहिँ हामीले टिम मोबिलाइजेसन को लागि चाहिँ विभिन्न क्लस्टर अथवा ग्रुप विभिन्न क्लस्टर र सँगसँगै क्लस्टर लिडरहरू पनि आइडेन्टिफाई गरेर फिल्ड लेभलको काम चाहिँ सुरु गर्छौँ र हामीलाई थप सपोर्टको लागि चाहिँ अब दिपेन्द्र सरलाई पनि हामीले रिक्वेस्ट गर्छौँ र अन्य सर म्याडमहरूलाई पनि सपोर्टको लागि चाहिँ सहयोग गरिदिनु हुनको लागि पनि अनुरोध गर्छौँ। अरू मेरो एउटा ग्रिभियन्स चाहिँ के हो भन्दाखेरि अब यो अलिकति कम्प्लेक्स फिल भएको भएर मैले आजको यो ब्रिफमा चाहिँ त्यति सबै मेकानिजमको कजेस कन्सिक्वेन्स चाहिँ डिल गरिनँ होइन। अब त्यस्तो कुनै कन्फ्युजन भएको छ भने चाहिँ तपाईँहरूले डाइरेक्ट सोद्धा पनि हुन्छ, त्यो केस बाई केस हामी डिल गरौँला होइन। सुरज सर। हजुर राजेन्द्र सर, हामीले त्यो बनाएको स्लाइड चाहिँ यसो दिपेन्द्र सरसँग कन्सल्ट गरौँ न यहीँ सर र त्यो हेर्दै मैले बुझिहाल्नुहुन्छ होइन के हुन्छ त्यसो गर्दा। टाइम छ हामीसँग कुन चाहिँ हामीले जुन दिउँसो हामीले बनाएर क्वेसनहरू जस्तो प्रेजेन्ट गरेको थियौँ नि त्यही के स्लाइड के स्लाइड त्यो त लगभग मैले अघि सेयर गरिसकेँ होइन। गरिसक्नुभयो ए ओके म बाहिर थिएँ हुन्छ। अब यसमा धेरै कुरा छैन, त्यही हामीले त्यही प्रोसेसहरू नै हो होइन कसरी गर्न सकिन्छ भन्ने बारेमा अघि दिपेन्द्र सरले यो बारेमा भनिसक्नु भएको छ। स्पेसिफिकली त्यो वाला त्यो अल्ट्रासोनिक र स्मिथ ह्यामरको जुन छ नि त्यो पार्टमा चाहिँ त्यहाँ रेट्रोफिट गर्नुपर्ने छ धेरै बिल्डिङहरू होइन। अब त्यसमा चाहिँ भित्र कोर कङ्क्रिटमा प्रब्लम भयो भने बाहिर प्रब्लम भयो भने त्यसमा कसरी जान सकिन्छ अलिकति दिपेन्द्र सरले केही कस्ता खालको रेट्रोफिट स्ट्राटेजीहरू चाहिँ उपयुक्त हुन्छन् भन्ने बारेमा भनिदिनु भयो भने बेटर हुन्छ कि हामीलाई सजिलो हुन्छ अझै। अब यस्तो छ अब आरसी बिल्डिङ नै होला मेजोरिटी भास्ट मेजोरिटी चाहिँ होइन। अब आरसी बिल्डिङमा सिम्पल स्पेलिङ मात्रै भएको छ भन्ने र त्यसले चाहिँ कोड कम्प्लाई गर्छ वेल डिजाइन स्ट्रक्चर हो भने चाहिँ रिपेयर मात्रै गरे हुन्छ, कोर मात्रै छ तर कोर मात्रै के अरे कभर मात्रै स्पेल भएको छ र रेइन्फोर्समेन्ट चाहिँ एक्सपोज भएको छैन भने अब रेइन्फोर्समेन्ट एक्सपोज भएको छ र सर्टेन लेभलको बक्कल भएको छ भने चाहिँ नि हामीले अब त्यही हो आरसी अब कलमलाई अथवा बिमलाई चाहिँ नि के गर्नुपर्छ भन्दा ज्याकेटै गर्नु पर्ला होइन। अब एडिसनल लेयर राखेर अब बिममा मात्रै त्यो प्रब्लम छ भने नगर्दा पनि हुन्छ होइन। स्ल्याबमा मात्रै चाहिँ एक्सपोजै भएको लेभलको चाहिँ ड्यामेज छ अथवा चाहिँ नि स्पेल भएर चाहिँ एक्सपोज भएको छ भने स्ल्याबमा पनि नगर्दा हुन्छ, त्यसलाई रिपेयर मात्रै गरे हुन्छ, सर्टेन प्लास्टर गरे हुन्छ होइन। तर मेन कोलमलाई हेर्नु पर्यो, कोलममा चाहिँ यदि स्पेलिङ भएको छ र रेइन्फोर्समेन्ट देखिया छ, रेइन्फोर्समेन्टमा पनि बक्कल छ भने चाहिँ त्यसलाई कलम ज्याकेट नै गर्नुपर्छ। बेस्ट अप्सन भनेको चाहिँ कलम ज्याकेटिङ नै हो त्यसको लागि होइन। अब माइनर स्पेल मात्रै भएको छ रेइन्फोर्समेन्ट एक्सपोजर भएको छैन भने रिपेयर गरे पनि हुन्छ। तर अब यो कुरा चाहिँ नि अब चेक गर्नुपर्छ 20/20 भन्छ नि त्यो डिजाइन, यदि डिजाइन वेल डिजाइन स्ट्रक्चर हो र माइनर स्पेल मात्रै भयो भने चाहिँ त्यो सिरियस इस्यु होइन, त्यसलाई रिपेयर गरे भयो।
वेल डिजाइन स्ट्रक्चरमा पनि रेइन्फोर्समेन्ट बक्कल भएको छ भने के अरे रेट्रोफिट गर्नु पर्यो होइन। रेट्रोफिट चाहिँ अब कलम ज्याकेट गर्नु मलाई लाग्छ सबैभन्दा इजी अप्सन हुन्छ। तर अब यसमा यो रेट्रोफिटिङ अथवा स्ट्रेन्थेनिङको चाहिँ ग्लोबल्ली अहिले एकदम आउटरेज छ। आउटरेज कस्तो भन्दाखेरि कुनै एउटा डेफिसियन्ट कलम भयो, कुनै एउटा कलममा चाहिँ प्रब्लम भयो, डेफिसियन्ट कलममा चाहिँ स्ट्रेन्थेनिङ गरिसके पछाडि त्यो त स्टिफर हुन जान्छ। अब त्यो पछाडि स्ट्रेस कन्सन्ट्रेसन अथवा चाहिँ नयाँ विक लोकेसन न्यू विक लिङ्क चाहिँ अर्को ठाउँमा गएर बनिदिन्छ। त्यसो गर्दा ग्लोबल क्यापेसिटी चेक गर्नुपर्छ फेरि। त्यो चाहिँ अब डिजाइन गरेर मात्रै हुन्छ। भनेको हामीले उहाँ फिल्डमा गएर यो गर्ने यो गर्ने मात्रै भन्नु चाहिँ अलिकति रिस्की हुन जान्छ। विक लिङ्क चाहिँ नयाँ नयाँ ठाउँमा बन्दै जाने हुनाले हामी यदि कलम ज्याकेटिङ एउटा कलम अथवा दुईटा कलमलाई चाहिँ गर्छौँ भने पनि त्यसलाई चाहिँ फाइनाइट एलिमेन्ट मोडल बनाऊ अनि त्यो पछाडि त्यसको क्यापेसिटी टेस्ट गरेर होइन यो चाहिँ अब अर्थक्वेकको बेलामा अथवा फ्युचरमा आउन सक्ने डाइनामिक लोडिङको केसमा पनि यो चाहिँ रोबस्ट छ, रोबस्ट एनफ छ भन्ने कुरा चाहिँ भनिदिनु पर्ने हुन्छ। तर अब स्ल्याबमा चाहिँ रेइन्फोर्समेन्ट एक्सपोज भएको छ भने पनि त्यसलाई चाहिँ रेट्रोफिट गरिराख्नु पर्दैन स्ल्याबमा। अब बिमको केस अलिकति क्रिटिकल छ किनभने स्ल्याबमा रेइन्फोर्समेन्ट एक्सपोज छ भने बिम र स्ल्याब सँगसँगै हुनाले बिममा पनि भाग हुन सक्छ। तर अब बिमहरू चाहिँ हाम्रो केसमा जेनरली हाम्रो वेल डिजाइन स्ट्रक्चरमा बिमहरू अलिकति स्टिफर नै हुन्छ। त्यो बेलामा पनि अब हामीले सिम्पली रेनोभेट मात्रै गरिदिने, रिपेयर मात्रै गरे पनि हुन्छ। तर बिम र कलमको जोइन्ट सेक्सन छ, मोस्ट क्रिटिकल पार्ट हो आरसी स्ट्रक्चरको। त्यो सेक्सनमा चाहिँ यदि स्पेल भएको छ भने चाहिँ अनि त्यो चाहिँ फेरि स्पेसल्ली डिल गर्नुपर्ने हुन्छ। त्यो बेला चाहिँ रेट्रोफिटिङमै जानुपर्छ। त्यही भएर मेन दुईटा कुरा हेरौँ, कलम र बिम कलम जोइन्ट। हुन्छ थ्याङ्क यू दिपेन्द्र सर।